पाठशाला भन्ने कुरा चाहिँ खालि गएर क ख ग भोग्नुपर्ने अथवा a+b+a² हुनुपर्ने मात्रै होइन के। त्यहाँ चाहिँ उसलाई चाहिँ तयार गरौँ बालबालिकालाई चाहिँ होइन। दिनभरि घोक्ने हो, परीक्षामा ठोक्ने हो होइन, त्यति हो कि। परीक्षा ठोकेपछि सक्यो कि होइन, अङ्क आउँछ, हामी फर्स्ट डिभिजनमा पास हुन्छ अथवा ग्रेड आउँछ, सक्यो। अनि बिचरा त्यो सिसी क्यामेरा किन राख्नुपर्ने? ऊ त चोर पनि होइन, ठग पनि होइन, जेलमा बस्या पनि होइन बालबालिका। अनि किन चाहिँ सिसी क्यामेराले उसलाई चाहिँ हेरिरहनु पर्यो हरेक टाइम? 128 रुपियाँ पाएँ कि मैले एउटा कथा लेखेँ होइन, 150 रुपियाँ अनि ट्याक्स काटेर के गरेर मलाई 128 रुपियाँ दिनुभयो। त्यसपछि मलाई यति खुसी लाग्यो म लेखेर बाँच्न सक्दैछु, त्यस्तो लाग्यो कि। Ankur's podcast brought to you by Echo Creations. स्वागत छ अंकुर्स पडकास्टमा। वेलकम टु अंकुर्स पडकास्ट। आज हामीसँग आज तपाईहरुसँग हामी कुरा गर्न मैले हाम्रो स्टुडियोमा यसु श्रेष्ठ बाल साहित्य सर्जक यसु श्रेष्ठलाई बोलाएको छु। उहाँले समय दिनुभयो, त्यसको लागि उहाँलाई धन्यवाद भन्दै आजको कुराकानी सुरु गरौँ है त। हस् यसुजी, थ्यांक यू भेरी मच फर योर टाइम। हजुरको समयको लागि धन्यवाद। आइदिनु भयो, निकै खुसी लागेको छ। अब मैले हजुरलाई बाल साहित्य सर्जक हजुर भन्ने यही त हो नि हजुर? यही हो, मेरो पेसै यही हो। भेरी नाइस। मलाई चाहिँ खुसी लाग्यो तपाईँले सम्झेर बोलाउनु भयो होइन। तपाईँ र मेरो भेटघाट चाहिँ यो पहिलो हेर्नुहोस् होइन, तपाईँले कतिको सम्झना गर्नुहोस् कि भन्दा अगाडि छैन। हामीले फिजिकल्ली पहिला चाहिँ भर्चुअली चाहिँ हाम्रो कुराकानी भयो, मोस्टली मेसेन्जरमा कुराकानी हुन्थ्यो होइन, तर हामी यसरी भेटेको चाहिँ पहिलोचोटि हो। अनि त्यसपछि एकदम नजानेको जस्तो लागेन मलाई होइन, तर यसो म तपाईँलाई देख्दाखेरि चाहिँ ल म त पहिलोचोटि पो भेट्दैछु तपाईँलाई होइन, त्यो चाहिँ म झसङ्ग भएको थिएँ कि। किन कुरा चाहिँ भइरहेको 500 वर्ष अगाडिदेखि कुरा भइरहेको नि त हाम्रो, कुरा चाहिँ भइरहेको के विषयमा, बाल साहित्यकै विषयमा नि कुरा भइरहेको, लेखहरूका विषयमा कुरा भइरहेको। तर अनि म पहिलोचोटि भेट्दैछु भनेपछि म एकचोटि झसङ्ग भएको थिएँ कि ल अंकुरजीलाई। त्यस्तो फिल चाहिँ भएन मलाई त्यो भने नि त्यो पहिलेदेखि भेटीघाट भएको साथी हो जस्तो फिलले त्यसरी आएको हो कि म। अनि भित्रसित पनि त्यसरी आएँ, तर मैले सम्झेँ नि जब ल अंकुरजी पहिलो पो भेटेर हुँदैछ भनेपछि बल्ल झसङ्ग भयो कि होइन। अनि खुसी लाग्यो तपाईँले बोलाइदिनु भयो, धेरै धन्यवाद तपाईँलाई। थ्यांक यू। हजुरले यो बालबालिकाको लागि साहित्य सृजना गर्ने प्रेरणा कसरी प्राप्त भयो तपाईँलाई? अब प्रेरणा भन्दा चाहिँ अलिकति कस्तो रह्यो भने हामी स्कुल बेलादेखि नै अलि सृजनातिर लाग्ने होइन, पुस्तकालय खोल्ने हो कि पढ्ने किताब चाहिँ कम पाउँथ्यौँ हामीले। त्यही पनि अलि चोकसम्म जाँदाखेरि तपाईँलाई पनि थाहा छ, तपाईँ पनि कपिलवस्तुको मान्छे होइन। अब म रौतहटको 1.5 किलोमिटर जति होला मेरो राजमार्गबाट टाढा घर चाहिँ, तर यति त्यो दूर दराज लाग्थ्यो कि त्यो चोकसम्म आइपुग्न हामी रोड जाने भन्थ्यौँ कि त्यसलाई चाहिँ होइन। त्यहाँसम्म आइपुग्नलाई हामीलाई त्यो 3 महिना 4 महिना नै आइपुगिँदैन थियो कि त्यहाँसम्म, त्यतै बिलाइरहन्थ्यो हामी गाउँघरतिर होइन। अनि चोकमा मात्रै आउँथ्यो केही किताबहरू, अनि हामी 2-4 रुपियाँ, अब त्यो बेला सानो बेला त 5 रुपियाँ ठुलो, अनि 4-5 जना साथीहरू मिलेर अनि यसो 5 रुपियाँ उठाएर एउटा पत्रिका किनेर पढिन्थ्यो। अनि जब स्कुलमा म 8 कक्षा पढ्दै थिएँ, एकजना सर आउनुभयो। नारायणी अञ्चलको नारायणी वाङ्मय भन्ने प्रतिष्ठानले चाहिँ नारायणी अञ्चल स्तरीय, त्यो बेला अञ्चल हुन्थ्यो नि त, अञ्चल स्तरीय कविता प्रतियोगिता गर्दैछ, ल तिमीले कविता लेख्नु पर्यो भन्नुभयो। केही आउँदैन कविता लेख्नलाई, अलिअलि त पढ्याऊ, स्कुलको किताब पनि पढ्याऊ, केही नआउने अब लेख भनेर लगाइदिनु भयो सरले। त्यसपछि ठिकै छ, सरले भन्नुभयो लेख्ने त भनेर त्यो सुनाएदेखि चाहिँ त्यो बेचैन भयो कि मन। सरले जब सुनाउनु भयो मलाई, सरले पढाएन थाहा छैन, केही थाहा छैन, म कविता मात्रै सोचिरहेको छु कहाँबाट आउँछ कविता पनि थाहा थिएन नि के हो भन्ने कुरा। अनि घर गएर यसो चोरचार गरेर कविता लेखेर लगेँ, सरले थाहा पाउनुभयो। मलाई चाहिँ के लाग्थ्यो नि, ठुल्ठुलो मान्छेले लेखेको चोर्दाखेरि के थाहा पाइन्छ र थाहा पाइँदैन भनेर लिएर गएको। सरले त यसो तिमीले त यो चोरे छौ नि भन्नुभयो कि। अब त्यो यति डर लाग्यो त्यो बेला भन्नु न, त्यो बेलाको सजाय सरहरूको होइन, 8 क्लासमा पढ्दाखेरि कि त्यो बेलामा तपाईँ हामीले पाएको सजाय अब सुन्यो भने त भन्नु हिर्काउँदाखेरि मोटो हुन्थ्यो कि, त्यस्तोसम्म सजाय दिनुहुन्थ्यो कि सरले। अनि ल चोरे भनेपछि त अब सजाय दिने होला, फेरि म धेरै सजाय पाउने केटा पनि थिइनँ, सजायदेखि असाध्यै डर लाग्ने। तर सर मुस्कुराउनु भयो कि। किन मुस्कुराउनु भयो भने आइडिया चाहिँ लगाएछ केटाले भन्नुभयो कि। अनि हामीलाई 4 दिन प्रकाश गौतम भन्ने सर हुनुहुन्थ्यो, अनि 4 दिन ट्युसन पढाउनु भयो सरले चाहिँ कविता यस्तो हुन्छ यसरी लेख्ने। उहाँलाई पनि खासै थाहा रहेछ, अहिले म यसो सोच्छु उहाँले पढाएको सोच्दाखेरि चाहिँ यस्तो पढाउनु भएको थियो भनेर, तर पनि एउटा प्रेरणा चाहिँ दिनुभयो उहाँले। र सबभन्दा म बढी चाहिँ मेरो हेड सर हुनुहुन्छ ध्रुवभवन अधिकारी, उहाँलाई चाहिँ म सधैँ सम्झन्छु कि। त्यही भएर म यो किसान र गुरुलाई चाहिँ सबै पदलाई सम्मान गर्दा गरे किसान र गुरुलाई चाहिँ म असाध्यै धेरै सम्मान गर्छु कि। किन किसान छैन भने हामी बाँच्दैनौँ, खान पनि पाउँदैनौँ। शिक्षक हुनुहुन्न भने चाहिँ
त्यो उज्यालै नदेखिँदो रहेछ कि। जस्तो मलाई ध्रुवमन सरले तिमी लेख्न सक्छौ, तिमी लेख भनेर किताब दिने, माया गर्ने, अनि कार्यक्रमहरूमा बोलाउने, नगरिदिनु भयो। अब यस्तो पनि थियो कि म कार्यक्रममा जान्थेँ कथा लिएर, मलाई कथा पढ्नै दिँदैन थियो कि। त्यसको धेरै कारणहरू छन् होइन। कुनै दिन त्यसको खोरला कुरा कतिपय म इन्टरभ्यूमा मैले भने पनि छु होइन। अनि कथा पढ्न नदेखि के गर्ने त भने चुप बोलाएर पछाडि बस्यो, अनि कहिलेकाहीँ झ्यालबाटै सुनिरह्यो उहाँहरूको कार्यक्रम। किनभने अलिकति सुकिला मुकिला अलिकति हुन्छ नि, हाम्रो स्कुल चाहिँ अलिकति गरिब पढ्ने स्कुल टाइपको पनि थियो कि होइन, त्यो वर्ग त्यस्तो थियो। अनि झ्यालबाट सुनिरह्यो, कहिले कहिले पछाडि गएर सुनिरह्यो, अनि दाइहरू हाई फाई गर्थे, कविता सविता सुनाउँथे होइन, मैले कथा त सुनाउँदै दिँदैन थिएँ। अब म त्यतिकै फर्किन्थेँ। अब त्यो बेलामा हेड सरले मलाई चाहिँ होइन कथा लेख्ने मान्छे कथा लेख्ने हो नि लेख न होइन। उहाँले नि कथाबाट पढाउनुहुन्थ्यो कि, नेपाली पढाउने, कथाबाट पढाउने, रमाइलो गरी पढाउने, अनि धेरै कथा उहाँले सुनाउनु भयो। मेरो आमाले नि धेरै कथा सुनाउनु भयो। त्यो आमा र गुरु त्यो ध्रुवमन अधिकारी सर चाहिँ मेरो पहिलो गुरु जस्तो लाग्छ कि मलाई। अनि उहाँले भनेर चाहिँ मैले जब लेख्न थालेँ त्यसपछि चाहिँ यता काठमाडौँ आएँ होइन, पढ्ने सिलसिलामा। फेरि काठमाडौँको छुट्टै कथा छ हेर्नुहोस् होइन। त्यो काठमाडौँ मलाई गाउँ जस्तै फर्स्ट टाइम आएको काठमाडौँ देखाएको छैन। मलाई के लाग्थ्यो काठमाडौँ आएपछि कसैले बास दिन्छ, 2-4 दिन बस्छु अनि म आफ्नो काम गर्छु भन्ने ठानेको थिएँ। यहाँ आएपछि त कसले कसलाई चिन्दैन। म गाडीमै सुत्याएको कि फर्स्ट डे आएर होइन, कसले कसलाई चिन्दैन त। अब आउँछ ए ट्याक्सी भन्छ, एउटा लिएर जान्छ, एउटा साथी लिएर बाइक लिएर जान्छ। अब मेरो त कोही छैन होइन। म राति आइपुगेको थिएँ त्यो बेला। फेरि माओवादी असाध्यै द्वन्द्वग्रस्त टाइम थियो त्यो बेला। म 59 सालतिर आएको हो, 59 साल वैशाख 16 गते आएको काठमाडौँ। पानी पनि परिरहेको छ। म यति त्यो पानी पऱ्यो भन्दा पनि बढी रोएँ होला कि म। त्यो मनमा यति रोएँ, ओहो अब बुवा आमा कहाँ टाढा होइन, भर्खरको कलिलो केटो। अब त्यो भनौँ न टिनेज पनि त्यो कट्ने नकट्ने बेला थियो नि त मेरो त्यो बेलामा। अनि त्यतिकै आइहाल्ने झोला बोकेर सबै साथीहरू पढ्न गए। मैले त पढ्ने ठाउँै छैन, त्यो पछि +2 पछि थिएन कि त्यहाँ पढ्ने हाम्रो गाउँमा। अनि सबै साथी पढ्न सहरतिर गए, कता गए। म त गाउँको गाउँ भएँ। अब अलिक फ्रस्ट्रेट पनि भएँ कि। मेरो पालो बुवालाई म जान्छु काठमाडौँ भनेर, कहीँ ठाउँ नभएर काठमाडौँ हिँड्दै हो कि म होइन, कोही पनि छैन कि चिनजान। फेरि अनि यतिकै आएँ, गाडीमै सुतेँ। अनि भोलिपल्ट बिहान उठेँ, आमाको एउटा पसेरा दिनुभएको थियो, त्यही ओढेँ, सडक कुदी हिँडेँ म कि त्यत्तिकै। अब त्यसरी चाहिँ आएँ। अनि त्यसपछि कसरी चाहिँ खाजा खाने, कसरी पैसा कमाउने भन्ने भएपछि चाहिँ मसँग लेख्ने सिप त छ, 1-2 कथा चाहिँ लेख्छु भनेर कथा लेख्दै थिएँ। अनि 2060 साउनको अङ्क सुनकेश्रामा एउटा मेरो भगवानको उत्पत्ति भन्ने कथा छापियो। अनि सौरभ किरण श्रेष्ठ भन्ने मलाई असाध्यै मान्छु कि, मैले फर्स्ट टाइम पहिलोचोटि देखेको बाल साहित्य सर्जक हो कि उहाँ चाहिँ होइन, अरूले देखाएको थिइनँ। अनि उहाँको पनि कल्पना मेरो बेग्लै थियो है। उहाँ चाहिँ मोटो हुनुहुन्छ होला, पुरा स्मार्ट होइन, जुन साहित्यकार हो नि त त्यो बेला त्यस्तो थियो नि त साहित्यकारको। हाम्रै गाउँघरमा जसलाई साहित्यकार देखाएको थियो उहाँहरू पनि कोही बाइकमा हिँड्नुहुन्थ्यो, कोही ढाका टोपी लाउनुहुन्थ्यो होइन, अनि कोही ज्वारीकोटी के लाउनुहुन्थ्यो फर्मलमा के देखेको। त्यस्तोभन्दा डेन्जरै हुनुहुन्छ होला गएको। अहिले मेरो जति उमेरभन्दा नि कम थियो उहाँको। अहिले फेरि केटा होइन, सबभन्दा पहिला मलाई बोलाउनु भयो कि, उहाँलाई भेट्ने पनि थियो एडिटरमा त होइन त्यो सुनकेश्राको। अनि त्यसपछि सबभन्दा पहिला मलाई बोलाउनु भयो कि। मेरो सोच चाहिँ कस्तो थियो भने अब गाउँबाट आएको केटा होइन, सबै ठुला मान्छे छन्, सुटेड बुटे छन्, पहिला उहाँको 4जनाको पालोपछि 5 मेरो पालो होला भनेको 4 त बदला यस्तो सोचेको थिएँ कि मैले। तर सबभन्दा पहिला यसो भाइ आउनु भन्नु हो कि, म त हो कि होइन भने एकछिन त रन थनियो कि। अनि मलाई बोलाउनु भयो, अनि भित्र गएँ, हेर्छु त दाइ हुनुहुन्छ कि एकदम कलिलो ठिटो। अनि उहाँले चाहिँ 3-4सँग परिचय नि गराउनु भयो, लेख भन्नुभयो। र बाहिर निक्लेपछि 128 रुपियाँ पाएँ कि मैले एउटा कथा लेखेको होइन, 150 रुपियाँ। अनि ट्याक्स काटेर के गरेर मलाई 128 रुपियाँ दिनुभयो। त्यसपछि मलाई यति खुसी लाग्यो कि म लेखेर बाँच्न सक्दैछु त्यस्तो लाग्यो कि। अब के भयो भने 128 त पुग्दैन महिनाभरिलाई त, भनेको त मलाई त्यो बेलामा 12-15 त चाहियो। अनि 12-15 कथा त लेख्नु पर्यो। अनि मुनामा लेख्यो, कहिले गोर्खापत्रमा लेख्यो, कहिले चाहिँ कान्तिपुरहरूले चाहिँ पब्लिस गरेन सुरुमा, पछि अलिक पछि त रेगुलर जस्तो गरेँ कान्तिपुरले नि मेरो। त्यो बेला त 1000, 1200, 1800सम्म दिन्थ्यो एउटा आर्टिकलको कि मैले लेखेको। मैले हाइएस्ट लिएको त्यही 3-4 हजार होला कान्तिपुरबाट त्यो आर्टिकलको कि। अनि त्यसपछि मलाई चाहिँ कन्फिडेन्स भयो भने म चाहिँ लेखेर बाँध्न सक्छु। अनि अहिले मैले सम्झिँदाखेरि मेरो प्रेरणा चाहिँ ध्रुवमन अधिकारी, प्रकाश गौतम, सौरभ किरण श्रेष्ठ, उहाँलाई चाहिँ असाध्यै धेरै सम्झिन्छु। मेरो आमा होइन, मेरो आमा चाहिँ धेरै नै अब गोठाला जाँदा पनि, घाँस दाउरा गर्दा पनि, खेतमा खन्न जाँदा पनि त्यो एकदमै कथाहरू सुनाउने होइन, यस्तो हुन्थ्यो अरे यस्तो हुन्थ्यो अरे, कथाहरू त्यति प्रभाव पार्दो रहेछ कि। अनि म ज्ञानी पनि भएँ कथाले गर्दा कि। असाध्यै ज्ञानी, मेरो त अलिक ज्ञानी हुनुहुन्थ्यो कि, भाग्ने घरबाट होइन, अनि राति कता आँप चोर्न जाने, अनि आँप लिएर आउने, नखा भनेको चिज खाइदिने, त्यस्तो गर्नुहुन्थ्यो त होइन। तर मलाई आमाले त कथाहरू सुनाएकोले कस्तो ए यस्तो गर्नुहुन्छ, कथाको पातल त यस्तो गरेको थिएन होइन। अनि म अलिक ज्ञानी पनि भएँ कि, भएछु भनौँ न, ज्ञानी नै छन् भन्छन् मलाई। अनि मलाई चाहिँ त्यो सबभन्दा प्रेरणाको स्रोत चाहिँ आमा, अनि ध्रुवमन अधिकारी, प्रकाश गौतम, यता आएर बाल साहित्यमा चाहिँ सौरभ किरण श्रेष्ठ, उहाँहरू लाग्छ सुरुको। पछि त धेरै नै समाजसँग, प्रकृतिसँग, बालबालिकासँग धेरै नै प्रेरणा आउन थाल्यो र अहिले
यो स्थानसम्म चाहिँ पुगेँ, म चाहिँ एकदम ह्याप्पी छु फेरि त्यसले गर्दाखेरि। त्यो हेर्नु न जर्नी। अघि नै हजुरले त्यो कथा पढ्न दिएनन् भन्नुभयो नि, त्यो प्रतियोगिताहरूमा जाँदाखेरि आफूले लेखेका कथा पनि पढ्न दिएनन्। त्यो कुनै इन्सिडेन्ट याद छ, त्यो पर्टिकुलर इन्सिडेन्ट जहाँ चाहिँ तपाईँलाई एकदमै किन पढ्न नदिया होला जस्तो त्यो हुन्छ नि बाल मानसिकतामा? अहिले पनि मलाई छ नि, अहिले पनि मलाई छ भने कस्तो भने सबै सुरुमा कविता लेखेँ मैले होइन, कविता लेख्छु, मेरो मनको भावना चाहिँ त्यो कवितामा गाथा लाग्दैन कि मलाई। म कति लेख्न चाहन्छु, कविता त यति लेखेपछि सकिने, 2 पेज 3 पेज कति लेख्ने कविता होइन। अनि होइन म कथा लेख्छु, अब किन कथा पनि पढिरहेको, अनि हेर्सले पनि कथा सुनाएर हामीलाई पढाइरहेको, कथा मिटलाई हामीले नि कथा सुनाउने थियो जस्तो। अनि त्यहाँ चाहिँ कथा लेखेँ, कथा लेखेपछि 5 पेज भयो होइन, 5 पेज भएपछि साह्रै 2टा फाइदा भयो मलाई। एउटा फाइदा के भने अक्षर बन्यो, लेख्न मलाई अभ्यास भयो नि त। अर्को फाइदा मेरो मनका कुरा जम्मै कुरा मैले हाल्न पाएँ कि त्यो 5 पेज छ, कथा त लामो पनि हुन पायो नि त। अनि कथा लेखेँ, अनि कथा लिएर गएर देखाएँ। त्यहाँ अब सरहरू नि हुनुहुन्थ्यो, कतिपय अब अरू स्कुलका सरहरू पनि हुन्थ्यो, साहित्यकारहरू पनि हुन्थ्यो। अनि यसो हेरेँ कथा नपढे निन्दा लाग्छ भन्नुभयो। अनि मलाई कथा बाहेक त आउँदैन, कथा लेखाएको छु सर भने। अनि दर्ता नगर भने कि त्यो अर्कोलाई होइन, दर्ता नगरेपछि त म त टुवा परेँ नि त। अनि के गर्ने त, म हल्लिएर बसिरहनु भएन। अनि बाहिर निक्लेपछि चाहिँ उहाँहरू कसैले वास्ता गर्ने कि एउटा फुच्चालाई कसले वास्ता गर्ने, अनि कसैले वास्ता गरेन। घर फर्क्यौँ भने आमाले सोध्नुहुन्छ कथा सुनाइस् त भन्नुहुन्छ, किन छिट्टै घर फर्किने भयो नि त होइन। अब नफर्क्यौँ भने सबले सुनाइरहेछ, हामी सरको साथीले सुनाइरहेछ, मैले सुन्नु पाउँदिनँ। अनि पछाडिको ढोकाबाट फुत्त भित्र पसेर यति लज्जाबोध भयो नि मलाई त्यो त होइन। अब मन त साह्रै रोयो कि होइन, यति लज्जाबोध भयो कि बसिरह सुनाउन पाएन। अब फेरि त्यो बेला बुलिङ गर्ने हुन्छ नि, खिसी गर्ने चलन असाध्यै धेरै के, यसोले त्यसले सुनाउन पाएन, यस्तो हुने होइन, साथी बीच जस्तैमा पनि। अनि पछाडि गएर चुपो लाएर सुनेर बसिरह्यो। अब त आमाले पत्याउनुहुन्छ होला भनेपछि आमाले अलिक मलाई बुवाले भन्दा बढी उत्सुकता राख्नुहुन्थ्यो कि आमाले। अनि त्यसपछि फेरि फर्स्ट भएर आइदिनु पर्ने आमाको लागि होइन। अनि आज के पुरस्कार ल्याइस् भन्ने, अब म सुन्नु नै पाएन के पुरस्कार ल्यायो भने। अनि होइन सधैँ त कहाँ पुरस्कार आउँछ र आउँदैन भने आमालाई त्यसरी ढाँटेँ, त्यो सुन्नु नै पाएन कि। अनि कविता लेखेर जाउँ कि भने फेरि मलाई आउँथ्यो निम्ता चाहिँ, फेरि यसो श्रेष्ठ होइन साहित्यकार होइन, त्यो आउनुहोस् भनेर निमन्त्रणा त आउँथ्यो निमन्त्रणा। अनि कथा लिएर गयो, धेरैचोटि भएको छ क्या त्यस्तो मलाई। अनि कथा लिएर गयो, आउँदैन कथा भन्ने। अनि ठुलो दाइहरूले पनि हटाइदिनु, अब सरहरूले राख्नु। अब जस्तो यतिसम्मको मलाई त्यो याद छ, एकचोटि नृत्य भइरहेको थियो कि हाम्रो स्टेजमा, कविता पढ्ने, कथा पढ्ने, नृत्य गर्ने। अब म त कविता नि आउँछ, कथा नि आउँछ, नृत्य नि आउँछ होइन। अनि मैले भने म त भाग लिन्छु कुनै न कुनैमा। त्यसपछि सरहरूले चाहिँ ल नृत्य गर्न त, किन कथा लिएर आउँछ यसले झा हुन्छ भनेर मलाई नृत्यमा राखिदिनु होइन। सरहरूले मलाई नृत्यमा राखेपछि म त एकदम एक्साइटेड भएँ। आमा मेरो त डान्स आउँछ अब स्टेजमा होइन, हेर्नै हुने। आमालाई त्यो छरछिमेकीलाई लिएर गएँ, त्यो बेला राति हुन्थ्यो कि त्यो नृत्य गर्ने चाहिँ, कविताको चाहिँ स्टेजमा मुक्तकहरू पढ्थेँ होइन। अनि यसले मुक्तक कविता लेख्दैन, कथा लेख्छ, कथा लेख्यो भने लेन्थी हुन्छ, यसलाई कथा चाहिँ नभनौँ, नृत्यमा राखिदिउँ भनेर उहाँले मलाई पन्छाइदिनु भएको थियो नृत्यमा। त्यही पनि म ह्याप्पी थिएँ। अनि आमा दिदी पनि सबै गए नृत्य गर्नलाई। अनि त्यसपछि मेरो पालो चाहिँ 17-18 नम्बर कतिमा थियो होइन। अनि 16 आएपछि 17 आयो मानौँ न, 17 आएपछि मेरो नृत्य आयो भनेपछि आमा मेरो नृत्य आयो भने म स्टेज पछाडि गएँ। 17 पछि त एकैचोटि 18मा आइपुग्यो कि नाम, 17 त छैन कि मेरो नाम त। अनि खै त नाच्दैनस् भन्नुभयो, आउँछ होला एकछिन पोख्दा 30 पुगिसक्यो, अब मेरो नाम आउँदैन कि। अब म के भन्ने कि आमा, त्यो आमालाई दिदी मेरो नाच हेर्न गएको नि त। त्यो चाहिँ भएछ के भने टिचरले चाहिँ बल्ल त राख्नु भएछ, त्यो सिनियर दाइहरू हुन्छ नि, उहाँले कहाँ त्यस्तो फुच्चेले नाच्न सक्छ भनेर निकालिदिनु भएछ कि। अब सरलाई भने सर मेरो त टाइम आउँदै आएन पालो भने, खै त्यो सिनियर दाइहरूले चाहिँ खै नाच्दैन रहेछ भनेर निकालिदियो भने सरलाई त इजी भयो। अब मलाई कति गाह्रो भयो कि त्यो, कसरी बुझ्ने आमालाई क्या अब होइन। अब न कथा पढ्न पाएछ न नृत्य गर्न पाएछ, के पनि छैन। अनि आमा नै आएर बढी त्यो भरोसा चाहिँ आमासँग लाग्दो रहेछ कि। मलाई त इक्जाम पनि बिग्रियो भने छिट्टै गएर आमाको नजिकै बस्थेँ कि होइन। अनि चिन्ता मानेर बसेपछि के भयो, परीक्षामा यसरी गर्न सकेन भने ला फेल त हुँदैनस् नि, फेल त हुँदैन, पास भइ पुगेर नि। अब मेरो आमालाई चाहिँ पास भएपछि भयो कि, त्यो फर्स्ट सेकेन्ड थर्ड केही थाहा थिएन। अनि एसएससी पास भन्दा बढी के पढ्नुपर्छ भने पनि थाहा थिएन कि मेरो आमालाई होइन। अहिले पनि त्यही भन्नुहुन्छ। अनि आमा नि ल्याएर चुप्पो ल्याएर बस्यो, त नाच्दैनस् भन्यो, खै नाच्ने नै पालो छैन भन्नुभयो सरले भने। अनि त्यहाँ सरले नि भने अनि दाइहरूले निकालिदिनु भयो अरे, किन निकालेर त्यसले भन्नु, अब किन निकाले। त्यसपछि होस् आमा छोडिदिनु, अब ननाचौँ, अब पछि कुनै बेलामा म आफै स्टेजमा नाच्छु भने मैले। त्यसको इगोले मैले लाइब्रेरी खोलेर हेर्नु,
आफ्नै घरको आँगनमा ठुलो स्टेज बनाएर 3-4 जनाको त्यो तराईमा त आँगन लामो हुन्छ नि हैन 3-4 जनाको आँगनमा जोडेर अनि आफ्नो आँगनमा चाहिँ स्टेज बनाएर 3-4 जनाको आँगनभरि दर्शक राखेर अनि स्टेज बनाएर हामी आफै नाचेछौँ कि त्यसपछि त्यसको इगोले के अब अरूले दिँदैन त के गर्नु हैन आफै गर्ने कि ती मुक्तक पढ्यो हामी ती कथा भन्यौ ती कविता भन्यौ ती नाच्यौ हामीले लगभग 3-4 वर्ष त्यसो गर्ने कि अरूको पनि नजाने अब दिँदैन के जानु हैन अरूको पनि नजाने आफै गर्ने भनेर गलत थियो नि त हैन त्यो यस्तो बिल्कुल गलत हो कि त्यो अहिले पनि भन्छु कति स्कुलहरुले अहिले पनि हजुरको के गर्दो रहेछन् भने सम्पूर्ण विद्यार्थीहरुलाई कुनै न कुनै चीजमा भाग लिन लगाउने राम्रो स्कुल हो नि त्यो एउटा विशेष प्राथमिकता दिएर 2-4 जना विद्यार्थीलाई मात्र अगाडि लिएर आउने त्यो कल्चर चाहिँ बन्द गर्नुपर्छ सबै जनालाई सबै विद्यार्थीहरुलाई चाहिँ अहिलेसम्म हजुरलाई याद छ त्यो पीडा भन्नु न अझ पीडा बोध छ अहिलेसम्म पनि भनेपछि त्यो विद्यालयले त्यस्तो गर्न त पाइदैन हुँदैन बिल्कुलै हुँदैन अहिले पनि त्यो चाहिँ मेरै यो अनुभवबाट पनि विद्यालयहरूलाई पनि म भन्ने गर्छु कि होला उसलाई नाच्न आउँदैन कथा लिएर आएछ भने त देऊ न यार ल तिम्रो जिस सुनाउ न निष्कर्ष यति सुनाउ ल 5 प्याना तिमी सबैले सुन्दैनन् होला तिम्रो चाहिँ निष्कर्ष सुनौ ल बरु म तिमीलाई हेल्प गर्छु निष्कर्ष बनाउन किनभने उनी त ठुलो मान्छे हो नि त अनि मबाट आउँदैन अहिले म त्यसै गर्छु कि कुनै पनि बालबालिकाहरू आयो भने चाहिँ उत्सुकता लिएर आएछ भने म कहिले पनि फर्काउँदिनँ केही न केही रूपमा उसलाई चाहिँ म सान्त्वना बनाएर मात्रै उसलाई मुस्कुराएर पठाउँछु कि सबभन्दा ठुलो कुरो भनेको ह्याप्पिनेस हो कि खुसी हो कि खुसी पाइँदैन भने जतिसुकै धन हो जतिसुकै विद्या हो जस्तो हाम्रो गाउँघरतिर त पढेको सडेको भन्थे कि भनेको पढेको पनि विद्वान मूर्ख हुन्छ कि हैन त्यसैले चाहिँ त्यो विद्वान यस्तो हुनु पर्यो कि उसले चाहिँ एउटा खुसी दिन सक्नु पर्यो कि संसारमा हैन यो खुसी भएर बाँच्यो भने चाहिँ हामीलाई धेरै अरू कुरा चाहिँदैन कि त्यसैले चाहिँ त्यो बालबालिकालाई पनि खुसी चाहिँ देऊ भन्छु कि कथा लिएर आउने विद्यार्थीलाई पनि सारांश स्टेजमा भन्न लगाएर उसको कथा प्रिन्ट गरेर सबैलाई बाँड्दिन त सकिन्थ्यो स्कुलले ठुलो कुरो त्यो सकिन्थ्यो अर्को कुरा के गर्न सकिन्थ्यो अझ त्यति गर्न सकेन भने निष्कर्ष सुनौ तिम्रो चाहिँ म यो प्रतियोगिताकोमा चाहिँ राखिदिन्छु त्यही त निर्णायकले त पढ्न सक्थ्यो नि त एक्ज्याक्टली हो त नसक्ने कि नदिने अनि कस्तो भयो भने यो 2-3 वर्ष अगाडिको कुरा हो जसले मलाई चाहिँ त्यो स्टेजमा जान दिनुहुन्न थियो विशेष गरी फेरि निर्णायकहरू पनि उहाँहरू नै हुनुहुन्थ्यो कि त्यहाँ साहित्यकार ठुलो मान्छेहरू उहाँहरू नै अनि मेरो हेड सरको भाइ पनि हुनुहुन्थ्यो हैन अनि हेड सरले चाहिँ हैन यसरी कथा लेख्छ भने त उसलाई त ठाउँ त दिनु पर्यो नि भन्ने अब हेड सरले अनि उहाँहरूले चाहिँ अब भाइहरू अलि यङ हो नि त हैन निन्दा गर्छ अब दर्शकहरू सबै निदाइसक्यो भने भन्दा उसले पढाइ गर्छ अरूले सुन्दैन त्यही भएर चाहिँ नदिने भन्ने त्यस्तो भएपछि उहाँहरूकै जित हुन्थ्यो मलाई फर्काइन्थ्यो अनि अहिले चाहिँ के गर्नु हुन्छ उहाँलाई अहिले पनि भन्नुहुन्छ मलाई त्यो सरले यसलाई हामीले त्यो बेला फर्कायो बेला उसले कथा लेख्न छोडेको भए त लेख्दैन थियो भनेको अहिले त हेर्नु न हामी त नेपालले गर्व गर्ने ठाउँमा छौँ नि त हैन कतिपय अन्तर्राष्ट्रिय संस्थाहरूले हामीलाई चाहिँ सम्मान गरेको छ अन्तर्राष्ट्रिय स्तरमा हाम्रा किताबहरू पढाइ भइरहेको छ त्यो ठाउँमा त पुगिँदैन थियो नि त हैन अहिले चाहिँ अस्ति एकजना पत्रकार नानीले भन्नुहुन्थ्यो दाइ तपाईँ चाहिँ रिसर्च गर्दाखेरि चाहिँ ओल्डको 2nd 3rdमा आउनुहुँदैछ धेरै त्यो किताब लेख्नेहरूमा भन्नुहुन्थ्यो कि बाल साहित्य लेख्नेहरूमा अनि उहाँको त्यो रिसर्च हो हैन अनि हो भने चाहिँ मलाई थाहा छैन भनेको त्यहाँसम्म त पुग्यो नि त हामी हैन अनि अर्को राम्रो कुरा के हो नि मलाई पेसा खोज्नको लागि कहीँ जानु परेन कि म लेखेरै भाजिरहेको छु कि यो सम्बन्ध आइपुग्यो भने चाहिँ ओहो यसलाई त हामीले त्यसलाई गलत गरेर छौँ भनेर उहाँले के गर्नुभयो भने 11,111 को एउटा सम्मान छ कि पुरस्कार छ कि शिव सावित्री प्रतिष्ठान भन्ने एउटा प्रतिष्ठान छ उहाँहरूले चाहिँ पुरस्कार राख्नु भएको छ अनि उहाँहरूले मञ्चमै भन्नुभयो यदि मैले यसलाई चाहिँ त्यो बेला फर्काएर यसले नलेखे भए त्योभन्दा बेमजा मलाई केही हुँदैन थियो तर उसले आफैले लेखेर आयो यहाँसम्म पुग्यो त्यसैले त्यसको पश्चात स्वरूप पनि हो यो चाहिँ र उसको लागि पनि हो तपाईले पढाइ विद्यालयले मेरो मलाई जस्तो विद्यालय मलाई भन्दा पनि मलाई जसले विद्यालयले त मलाई सपोर्टै गर्ने हो हैन तर म जो त्यो मलाई फर्काउनु हुन्थ्यो नि किन धेरै विद्यालय कम्पिटिसनमा हुन्थ्यो नि त अनि त्यो निर्णायकहरू चाहिँ उस्तै भइरहनुहुन्थ्यो कि सधैँ पनि अनि उहाँले चाहिँ त्यो निर्णायक मध्येको एकजनाले चाहिँ एकजना कि दुईजनाले एकजना त्यहाँ मलाई जोरपाटी बोलाएर नि त्यो सम्मान गर्नु होइन यदि हामीले त्यो बेला फर्कायो बेला यसरी नलेखा भए त यो यसो देख्न पाइँदैन थियो नि त त्यो भएर चाहिँ त्यो बेलाको चाहिँ अहिले मैले तिरेँ है भनेर त्यो महसुस हुनु पनि राम्रो कुरा हो अब अहिले आएर उहाँलाई महसुस गरेर उहाँले मलाई सम्मान पनि गर्नुभयो एकदम मासमा पनि भन्नुभयो होइन यस्तो पनि हुनसक्छ कि कसैले त पन्छाउन सक्छ नि त तिम्रो प्रतिभा चिन्दैन पन्छाउन सक्छ नि तिम्रो प्रतिभा चिनेन भने तिमी रिग्रेट गरेर नबस आफू अगाडि बढ
होइन, त्यो एउटा उदाहरण पनि हो कि त्यस्तो। तर स्कुलले त मलाई सपोर्ट गर्थ्यो, किनभने त्यस्तो धेरै सपोर्ट गर्ने खालको स्कुल पनि थिएन हाम्रो। अब एकदम निम्नवर्गीय परिवारहरू पढ्ने थियो हाम्रो स्कुलहरू है। अब भन्यो धुलैमा त हामी पढेर आयौँ, हाम्रो बिल्डिङमा हामी कहिले पढ्न पाएनौँ, फल्याकहरू ओछ्याएर यसरी भित्ता पनि हाम्रो तराईमा फल्याकको हुन्थ्यो कि पटा भन्थ्यो हाम्रो त्यहाँतिर, त्यस्तैमा पढ्यौँ। अनि तर म जब प्राइज लिएर आउँथेँ, अब फर्स्ट मैले जब कविता भनेर प्राइज लिएर आएँ, त्यसपछि मलाई हलमा राखेर, हल भनेको 2टा कक्षाको एउटा बनाइया हुन्थ्यो होइन, त्यसरी बनाइया हुन्थ्यो। अनि त्यसपछि कति पेनहरू, डायरीहरू, किताबहरू दिनुभयो कि मलाई 1 वर्षलाई त्यो किताब किन्नुपर्ने, पेन किन्नुपर्ने, त्यो केही भएन। अनि त्यही किताब पढ्दा पढ्दा म साहित्यकार भएँ कि, म लेख्ने मान्छे भएँ कि। त्यो धेरै किताब दिनुभयो नि त सरहरूले। त्यो बाल साहित्य किताबहरू चाहिँ थिएन त्यो बेलामा, त्यो डायमन्ड शमशेर राणाको होइन, अनि त्यो घटराज भट्टराईको मलाई याद छ, धरती अझै बोल्दैछ भन्ने टाइपको त्यस्तो थियो कि, बसन्ती होइन। अनि त्यही पनि हामी पढ्दिने, जानी नजानी पनि त्यत्रो किताब पनि पढेको गर्ने। अनि बुवाले चाहिँ गाली गर्नुहुन्थ्यो, अहिले त साहित्यकार बनिसकिस्, स्कुलको किताब पढ। अहिले जस्तै भने अब यो बेला भन्दा त्यो बेला भन्नुहोस् न, स्कुलको किताब पढ, परीक्षामा अङ्क आउँछ, तैँले नोबेल पढेर कहाँ अङ्क आउँछ, यसो भन्नुहुन्थ्यो। तर म चाहिँ पढ्थेँ, साथीहरूलाई जम्मा गर्थेँ, त्यही किताब पढ्न दिन्थेँ होइन। त्यो जागरण चाहिँ हामीले ल्यायौँ। त्यसपछि चाहिँ त्यो अहिले सोच्दाखेरि चाहिँ एक किसिमको, त्यो बेला कसरी बित्यो मलाई थाहा छैन, तर एक किसिमको पीडादायी चाहिँ के थियो नि, त्यो टोलमा बस्ने जुन हामी टोल भन्छ कि हाम्रोतिर चाहिँ तराईतिर, एक टोलदेखि अर्को टोल पनि हामीलाई चाहिँ अलि घृणाको नजरले हेरिन्थ्यो कि। अनि हामी गयौँ भने चाहिँ उनीहरू बिग्रिन्छ, त्यस्तो थियो कि। अलि हामी चाहिँ अलिक सुकुमार टोल टाइपको बस्थ्यौँ होइन। अनि कसैको घर पनि बिल्डिङ बनेको थिएन, झुप्रा झाप्री हुन्थे। अनि त्यही वर्ष दिनमा लिपिने यस्तो चलन थियो हाम्रोतिर। अनि 150-200 घरी धुरी थियो होला हाम्रो, त्यो चाहिँ त्यस्तै थियो कि। अहिले पनि त्यति धेरै चेन्ज चाहिँ आएको छैन। उही त्यो फुसको घरको सट्टा अलिअलि पक्का घरहरू यो इँटाको घरहरू बन्यो होला, तर मेन्टली रूपमा, चेतनाको रूपमा चाहिँ अझै धेरै पनि मलाई परिवर्तन आइसके जस्तो लाग्दैन कि मेरो गाउँटोलमा। अझै आउनुपर्छ कि, अरूमा जति आएको छ त्यति उज्यालो छैन हाम्रो गाउँघरमा। अनि हामी चाहिँ अलि त्यस्तो टोलको केटा भनेर होला। अनि त्यो पल्लो टोलमा पनि जाँदाखेरि पनि त्यो टोलको यस्तो हो, यस्तो टोलको केटा हो, यसरी हुने। अनि एज यतिसम्म थियो कि त्यो उहाँले लाइब्रेरी खोल्नु मलाई मेम्बर पनि दिनु भएन कि। म मेम्बर बन्न गएँ, मैले लेखेछु उहाँहरूकै स्मारिकामा मैले लेखेको थिएँ, 5 रुपियाँ थियो मेम्बर बन्ने, बल्ल तल आमासँग लिएर मेम्बर बन्न भनेर गएको। मेम्बर बन्न 5 रुपियाँ दिएको त त्यो मेम्बरै बनाउँदैन कि मलाई। अब 5 रुपियाँ लिएर फिर्तै आउनु पऱ्यो कि म। त्यो आँगनमा आइपुग्न मलाई के भयो होला, फेरि हृदय चाहिँ मेरो असाध्यै कोमल कि त्यो बेलामा होइन। अहिले पनि त्यस्तो लाग्छ मलाई चाहिँ, धेरै कुराले ठ्याक्क छुइहाल्छ कि होइन। भनेको कुनै मान्छेले चोर्याएर उसलाई चोरलाई कुटिराख्यो भने मलाई त्यो चोरलाई कुट्नुपर्छ जस्तो लाग्दैन कि। जसरी बचोस् होइन, उसको केही चेन्ज त आउँछ पछि, कुटे खानु त नराम्रो हो, त्यस्तो कि मलाई सानोदेखि त्यस्तो लाग्थ्यो कि। अनि त्यो 5 रुपियाँ लिएर आएर आँगनमा आइपुग्दा त म त्यहीँ ढलौँ जस्तो लागिसक्यो कि। अब म मेम्बर बन्न गएको, बल्ल तल खाजा नखाएर आमासँग मागेर 5 रुपियाँ, मलाई मेम्बरै बनाएन। अब के भन्नु आमालाई आएर होइन। अब विशेष फेरि नजिक चाहिँ आमासँगै थियो कि, बुवा त अफिस गर्ने होइन। अनि फेरि अलिकति बुवासँग डराउने चलनहरू पनि थियो नि त्यो बेला। बुवा डराउने मान्छे, आमा मायालु भन्ने थियो कि होइन। अनि आमासँगै घुस्रिने हो, आमाकै नजिक बस्ने हो। अनि बिस्तारै गएर 5 रुपियाँ फिर्ता दिएँ। अनि त के भन्छु भन्थिस् त, आमालाई त थाहा छैन नि त के भन्नु, के भन्छु भन्थिस् त, भनिनस्। बनाउँदै बनाएर के भन्नु, बनाउँदै बनाएन आमालाई भने। कस्ता रहेछन्, यसरी फर्काउनुहुन्छ केटाकेटीलाई होइन, कति रोयो होला यसको मन, यसो आमाले भन्नु। मैले त त्यो संस्मरणमा लेखेको पनि, उनीहरूकै स्मारिकामा लेखेको थिएँ, स्मारक पब्लिस गरेन मलाई थाहा छैन होइन। अब म चाहिँ फेरि दोहोऱ्याएर सोधिरहँदिनँ कि मेरो कर्तव्य मलाई जुन पुरा गर्नु, जस्तो हजुरले मलाई बोलाउनु भयो, म आउने हो, मैले बोल्ने हो। अब हजुरले मलाई वेलकम गर्नु भएन भने त त्यो हजुरको कुरा हो कि, कसरी वेलकम गर्नुहुन्छ तपाईँ कुरा हो नि होइन। मलाई यसरी वेलकम गर, यसो गर मैले भन्ने नै होइन कि। मलाई चाहिँ त्यस्तो लाग्छ, मलाई तपाईँले बोलाउनु भयो, यसो चाहिँ यस्तो कुरा गर्नुपर्छ भने ल टाइम यसरी मिलाउँ, मैले त्यसरी दिने हो नि त होइन। अनि यो बेला आउने हो, ठ्याक्क त्यो बेला आउने हो। त्यसपछिको पाटो भने तपाईँको, अब तपाईँले पुरा गर्नुहुन्न भने त मैले त्यसलाई के भन्न सकेन। ल अङ्कलजी यसरी गर्नु भएन भन्ने, तपाईँलाई चाहिँ धन्यवाद दिने होइन, फर्केर जाने, त्यही हो नि होइन। त्यस्तो तपाईँको मन, त्यो साहित्यकारको मन कोमल नै हुन्छ। त्यो कोमल पनि अहिले पनि त्यो तपाईँको कुराकानीबाट पनि अलिकति महसुस चाहिँ हुन्छ। मैले तपाईँलाई के सोध्न खोजेँ भने, अहिले सोध्न त नभनौँ, एउटा क्युरियोसिटी, जस्तै बच्चाहरूको लागि किताब लेख्दाखेरि बच्चै भएर त लेख्नुपर्छ होला नि, त्यो चाहिँ फरक विधा हो नि होइन। एकदमै बाल साहित्य सृजना गर्नु भनेको त त्यो भनौँ न, अरू सबै साहित्यकारहरूको आफ्नै महानता हुन्छ, तर बाल साहित्य सृजना गर्नको लागि जुन बालबालिकाको भएर लेख्नुपर्ने हुन्छ,
त्यसको तपाईँको दैनिक भनौँ न कस्तो असर पर्छ, त्यसले लेख्ने बेलामा तपाईँ अर्कै त्यो क्यारेक्टरमा कसरी घुस्नुहुन्छ? हो, ठिकै हो, एकदमै राम्रो कुरा हो यो चाहिँ। कस्तो भने त्यही भएर म आफूलाई साहित्यकार भन्दिनँ कि, किनभने साहित्यकारको आफ्नो परिभाषा होला होइन, अनि साहित्य हुनको लागि धेरै तत्त्वहरू चाहिएला। तर बालबालिकाको लेख्नको लागि चाहिँ म त्यति धेरै तत्त्वहरू खोजिरहँदिनँ क्या होइन। इन्टरनेसनली पनि यस्तो तत्त्व भयो भने चाहिँ कथा भन्छ, यस्तो तत्त्व भयो भने चाहिँ बुक भन्छ भन्ने हुन्थ्यो। सुरुमा हामीलाई धेरैले गाली पनि गर्थे मैले लेख्दाखेरि त अझ। त्यही भएर म बाल साहित्य सर्जक भन्छु। सिर्जना त म गर्छु नि यार, त्यो त सिर्जना हो नि, जे होइन होइन, ल साहित्य होइन होला तर सिर्जना त हो नि त। त्यही भएर म आफूलाई बाल साहित्य सर्जक भन्नुहोस् भन्ने लाग्छ मलाई चाहिँ। अब सुरुमा मैले लेख्दाखेरि अरूकै हेरेर लेखेको होइन। मलाई रमेश विकुल बाबा हुनुहुन्थ्यो, छोटो समय भेट भएको मान्छेमा धेरै प्रेरणा दिने उहाँ पनि हुन्छ रमेश विकुल बाबा। त्यसपछि त धेरै हुनुहुन्छ, उहाँकै छोरा विजय चालिसे पनि मलाई धेरै नै माया गरेर ठाउँ गोर्खापत्रमा हुनुहुन्थ्यो। त्यसपछि उहाँले पनि मलाई ठाउँ दिनुभयो। यति ठाउँ दिनुहुन्थ्यो कि म युवा मञ्चमा लौकथा पठाउँथेँ, तर विजय अङ्कलले यसो हेरेर चाहिँ होइन यो त साहित्यकार बन्ने केटा हो, यसको चाहिँ मधुपर्कमा आओस्, यसरी मधुपर्कमा पब्लिस गरिदिनुहुन्थ्यो कि त्यति पनि सपोर्ट पाएको हो कि मैले होइन। अनि ध्रुव सर हुनुहुन्छ, अहिले पनि हुनुहुन्छ उहाँसँग, प्राध्यापक डाक्टर ध्रुव कुमार घिमिरे, उहाँले पनि पछिल्लो पटक चाहिँ होइन यसो त यसरी राम्रोसँग गर्ने केटा हो होइन, म बरु जान्न त्यो ठाउँमा म यसलाई पठाउँछु, त्यसरी पनि ठाउँहरू दिनुभयो पछिल्लो पटक चाहिँ। सुरुमा चाहिँ उहाँहरूकै पढेँ मैले कथाहरू पढ्दाखेरि, कथा त यस्तो हुँदो रहेछ, यो तत्त्व हुँदो रहेछ, अनि त्यसरी लेखेँ मैले पहिलो दोस्रो लेख्दा। तर अलिकति चेन्ज चाहिँ छ भन्थ्यो, किनभने मैले फर्स्ट मेरो 2062 सालमा निक्लेको वैशाखमा देशको माया भन्ने किताब, त्यो किताब चाहिँ युनिसेफले चाहिँ एकैचोटि 700 कि 800 कपी मगाएको थियो कि एकैचोटि। अनि मलाई त्यहाँबाट रोयल्टी आएको थियो। फर्स्ट आर्टिकल लेखेँ, कथा लेखेँ, त्यहाँबाट पैसा आएको थियो। फर्स्ट बुक लेखेँ, त्यहाँबाट पनि पैसा आयो। त्यो पनि म त्यो पैसा हुँदो रहेछ भने लाग्यो हो कि, किनभने 500-600 एउटै संस्थाले उठाइदिएपछि त उसलाई त सजिलो भएछ होइन। ओहो यसो लेखा त हुन्छ, ल सेकेन्ड पनि लेख भने कि त्यसपछि त झन् म एक्साइटेड भएँ। सेकेन्ड पनि लेखेँ, 63-64 सालमा सुन्दरको चित्र पनि लेखेँ। दुईवटा लेखेपछि चाहिँ अनि मैले चाहिँ यस्तो ग्याप हेरेँ कि कस्तो लेख्दा छन् विदेशीहरूले होइन, अनि किन उनीहरू चाहिँ अगाडि छ, किन पढ्नुपर्छ, अब किन पढ्नुपर्छ भनेर सोध्छन् कि मलाई होइन। अनि किन रहेछ त पढ्नुपर्ने, के हुँदो रहेछ त यसले। अनि मेरो दिमागमा चाहिँ के क्लिक भयो भने 200 वर्ष अगाडि युरोपियन अमेरिकनहरूले पढे, उनीहरू 200 वर्ष अगाडि विकासमा पुगे, हामी चाहिँ पढेनौँ 200 वर्ष पछाडि पढ्यौँ भन्ने मेरो चाहिँ निर्कल भयो होइन। अब पढ्ने कसरी गर्ने त, प्रकाशकहरूसँग जाँदाखेरि पनि पहिला मैले ठुलो कथा नि लेख्थेँ कि, अनि प्रकाशकहरूसँग जाँदा चाहिँ के भन्ने भने किताब बिक्री हुँदैन, 1000 कपी बिक्री गाह्रो छ, पठन संस्कार छैन, पठन संस्कृति छैन, यस्तै कुरा गर्नुहुन्थ्यो। कहाँबाट विकास गर्ने त हो नि त, बालबालिकाबाट विकास गर्नुपर्छ, मलाई त्यो भएको हो है। अनि मैले चाहिँ के गरेँ भने ल त्यसो भए चाहिँ अलिकति परिवर्तित कथाहरू लेखौँ, अलिकति स्वैर काल्पनिक पनि होस्, किनभने उनीहरू पहिला त पढ्नु पऱ्यो नि, अनि पो त्यो आकर्षण हुन्छ नि। अब चियाको पनि हामीलाई पहिला त लत लाग्नु पऱ्यो नि, चिया खाउँ जस्तो लाग्नु, अनि हामी भेराइटी खालको चियाहरू खोज्छौँ होइन, अनि त्यसो खाउँ तल त लाग्छ, त्यो एउटा तल त बनाउनु पऱ्यो नि त पढाइमा पनि। अनि मैले चाहिँ ठ्याक्कै छोडेँ, दुईटा कथा सङ्ग्रह, बालकथा सङ्ग्रह निकालेपछि चाहिँ मैले ठ्याक्कै छोडेँ। अब अहिले तपाईँको क्वेसनमा चाहिँ म कहाँ आएँ भने हो ठ्याक्क म अब बालबालिका बन्नुपर्ने रहेछ भन्नेमा आएँ कि है। अरूले पनि भन्थे, भनाइ र गराइ चाहिँ फेरि फरक कुरा हो होइन। भन्छन् अहिले पनि बाल मनोविज्ञान भएको बालबालिका बनाएर लेख्नुपर्छ भने कति लेखिरहेको हुन्छ, तर म त्यो पाउँदिनँ कतिकोमा कि, किनभने भन्नु र गर्नुमा चाहिँ धेरै फरक छ। अब मैले के गरेँ भने म ठुलो मान्छेलाई पनि भेट्न थालेँ, साहित्यकारहरू ठुल्ठुला हुनुहुन्छ नि, अब त्यसप्रकाश श्रेष्ठहरू हुनुहुन्छ होइन, धेरै हाम्रै समकालीन अनुराधा एकदम राम्रो लेख्ने हुनुहुन्छ नि, उहाँहरू हुनुहुन्छ, धेरै अनन्त दाहरू, कृष्ण दाहरू, धेरैलाई भेटेँ मैले। अनि त्यसपछि म बालबालिका पनि भेट्न गएँ क्या सम्मानित रूपमा। यो चाहिँ ठुलो साहित्यकारले कस्तो लेख्दो रहेछ, बालबालिकाले कस्तो सोच्दो रहेछ। अनि म जाँदाखेरि चाहिँ के पाउँथेँ नि, बालबालिकालाई यति मोटो मोटो किताब दिइरहेछ, अनि बिचरा किताब पल्टाउँछ, ऊ किताबदेखि तर्सिन्छ क्या। किनभने हामीलाई भनौँ न म 50 किलो बोक्न सक्छु भने मलाई 500 किलो दियो भने त म अभियसली तर्सिन्छु नि। अनि ओहो बालबालिकालाई त सानो बालबालिकालाई त एकदमै सानो चाहिँदैछ, मैले त्यसरी फिल गरेँ। अनि मैले कहाँदेखि सुरु गरेँ भने ओल्डलेसदेखि सुरु गरेँ। नेपालमा फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ मैले लेखेँ क्या ओल्डलेस बुक। त्यो भनेको त्यो किताबमा शब्द हुँदैन कि, उसलाई शब्ददेखि नै अहिले डर लागेको छ भने त पहिला त उसलाई त किताबसँग नजिक बनाऊ न। अनि मैले ओल्डलेस बुक लेखेँ। यो साहित्य भएन, यो बिगाड्यो, धेरै पत्रिकाले लेखेँ, 3-4 पत्रिकाले लेखेँ, बिगाड्यो, साहित्य भएन, साहित्य खोइ किताब भनेको त अक्षर हुनुपर्छ, यसरी आयो। अनि मैले प्रष्ट रूपमा के भने नि, म तपाईँको केही सिद्धान्त जान्दिनँ, म बालबालिका जान्दछु, यो बालबालिकाले हेर्नुहोस् यसरी पढ्छ। मैले भिडियो नै खिचेर राखेको छु। त्यो मेरो किताब जब पाएँ उसले मस्त पल्टाएँ कि, बाबा दिदी रोयो, अनि भाइ छ यहाँ होइन, पानी पऱ्यो, जे छ उसले मजाले शब्द बनायो कि होइन।
अरू किताब त तर्सिने बाल भएको त्यो पढ्यो भनेपछि त मलाई त खुसी लाग्यो अनि मैले त्यही भनेर मसँग भिडियो चाहिँ देखाउँछु म तपाईँहरूलाई त्यसैले चाहिँ कहाँ बिगारे साहित्य मलाई थाहा छैन तर मैले जसलाई लेखेको छु उसले चाहिँ पढ्यो भने मलाई पुग्यो त्यसपछि मैले त्यही शब्दहरू बटुलेर अनि डिकोडेबल टाइपको बुकहरू रुमट्रिट भन्ने संस्थाले हामीलाई चाहिँ विसङ्केतन पुस्तक लेख्नको लागि अलिकति सहयोग गरेको थियो त्यही कन्सेप्ट ल्याएर चाहिँ हामीले फेरि विसङ्गति किताबतिर पनि गयौँ अनि त्यसपछि सानो बालबालिकाले पढ्नुपर्छ त्यहाँबाट पिक्चर बुकहरू पनि आयो धेरै नै होइन भनेको अब मैले गरेर ल्याएँ भन्न खोजेको नि यो एउटा आयो क्या साथीभाइ साहित्यकारले यसो गर्नुपर्ने रहेछ भन्ने किसिमको त्यसरी आइरहेको थियो त्यसमा पनि पसेँ अनि नेपाल भाषा समाज भन्ने संस्थाले हामीलाई चाहिँ डेनमार्कबाट साहित्यकारहरू ल्याएर पनि केही ट्रेनिङहरू गरायो त्यो मौकै पायौँ हामी अन्नो नै थियौँ हामी होइन अनि त्यो बेला अलिक साहित्यकारहरू मैले भेट्न थालिसकेका थिएँ कि नवराज रिजाल दाइले पनि त्यो बेला भन्नुभयो उहाँ साहित्यकार हुनुहुन्छ बाल साहित्य लेख्नुहुन्छ अनि यसो त्यहाँ चाहिँ यस्तो भइरहेछ त्यहाँ गएर हामी चाहिँ अलिकति घुस्नुपर्छ जानुपर्छ तपाईँ जानुहोस् यसरी म गएँ त्यसपछि चाहिँ 3 वर्षसम्म हामीलाई लगातार ट्रेनिङ्सहरू आएर अनि यसरी लेख्न सकिन्छ डेनमार्कमा यस्तो छ नर्वेमा यस्तो छ अमेरिकामा यस्तो छ यसरी लेख्छन् भन्ने कुरा पनि गरेँ अनि यस्तो किताब पढ भनेर सजेस्ट पनि गरेँ अनि हाम्रा यहाँका बाल साहित्यकारहरूले नि गरेँ अनि त्यो भएपछि चाहिँ बालबालिकालाई लेख्नको लागि चाहिँ त्यही टार्गेटमा जस्तो अहिले मैले लेख्नु पऱ्यो भने नि म 13 वर्षको लागि लेख्दैछु भनेपछि म 13 वर्षको बालबालिकामा पुग्छु कि एकचोटि होइन बालक र बालिका टक्क पुग्छु उहाँहरूको सोच कस्तो सबैको एउटै हुँदैन कि फेरि बालक बालिका फरक सोच फरक संस्कार संस्कृति परम्पराबाट वातावरण हुर्केर आइरहेको हुन्छ नि त अनि त्यसपछि उसले यसरी बोल्छ उसले यसरी चल्छ उसको एक्सन यस्तो हुन्छ उसले यसरी सोच्छ अब म त्यो कल्पनामा पुगेपछि नि बल्ल किताब लेख्नको लागि तयार हुन्छु अनि किताब लेख्नु अगाडि पनि म चाहिँ त्यसको एउटा अलिक रफ खाका चाहिँ बनाउँछु कि 13 वर्षको बालकले यस्तो हुनसक्छ फिजिकली रूपमा मेन्टली रूपमा पारिवारिक रूपमा सामाजिक रूपमा मेरो क्यारेक्टर यस्तो छ भने अलिकति 2-3 पेज चाहिँ बनाउँछु अनि त्यसपछि मलाई सजिलो हुन्छ पछि लेख्न लागि उसले यसरी बोल्छ यसरी हाँस्छ होइन एउटै लेख्नेमा कहीँ हाहा गरे कहीँ यही गरे त मिलेन होइन अनि त्यो एउटा बनाएपछि अनि बल्ल मलाई सुरु गरेपछि अनि सजिलो हुन्छ अब यो मेरो चाहिँ ठ्याक्कै अलि कतिपय स्कुलहरूमा कतिपय जिल्लामै पनि अस्ति म टिकापुरमा गएको थिएँ कैलालीमा बाल साहित्य लेख्ने मान्छे को भनेर बालबालिका सोध्यो भने यसो श्रेष्ठ भन्दो रहेछन् कि किन यति धेरै पढेँ नि मेरो किताबहरू किन धेरै पढेँ भने मैले ओल्ड एजदेखि सुरु गर्ने त्यसपछि सानो सानो डिकोड गर्ने खालका पनि ल्याएँ होइन अनि त्यसपछि सानो सानोलाई पढ्ने पिक्चर बुक पनि ल्याएँ अनि अर्को कस्तो ल्याएँ भने चाइनाले अहिले प्रयोग गरे खाले त्यो आफ्नो किताबमै भन्दै हुनुहुन्थ्यो साहित्यकार छवि रमण सिलवाल दाइले भन्नुहुन्थ्यो चाइना गइरहनुहुन्छ उहाँले के भन्नुहुन्थ्यो नि यसोले यहाँ प्रयोग गरेछ त्यहाँ नि यस्तै पढाउँछ नि भन्नुहुन्थ्यो कि कस्तो भने जस्तो आँप भनेर मलाई चाहिँ कोड चाहिँ जस्तो यो टेबुललाई टेबुल नभनेर पङ्खा भने पनि त हुन्थ्यो नि त पङ्खै चल्थ्यो नि त होइन कलाई यस्तो हुन्छ भने नभनेर उर्दूको जस्तो क त फरक हुन्छ नि त होइन चाइनाको फरक हुन्छ नि त कोरियनको फरक हुन्छ नि त त्यो कोड न हो त्यसैले चाहिँ त्यो कोड चाहिँ उसलाई थाहा होस् के होइन आँप होस् अनि आँपको भित्र आँप भनेर लेखियोस् के त्यसपछि उसले चाहिँ इमेजले नि आँप भनेर भन्छ सुरुमै अनि त्यसको कोड चाहिँ त्यो हुनु थाहा हुन्छ अनि त्यस्तो खालको किताब लेखेँ मैले जस्तो म आँप खान्छु भन्यो भने म छुट्टै छ अनि आँप छ अनि आँपभित्र आँप लेखिरहेको छ कि अनि खान्छु छ उसले केही नपढोस् कि आँप भनेर देख्छ कि अनि आँप भनेपछि उसले त्योभित्र चाहिँ आँप चाहिँ अला आकार आ हुँदछ चन्द्रबिन्दु छ नि प हुँदो रहेछ भनेर त्यहाँनिर देख्छ कि उसले देख्दा चाहिँ जस्तो मैले तपाईँलाई किन चिने फर्स्ट टाइम आउने बित्तिकै भनेपछि मैले 6 वर्ष अगाडिदेखि तपाईँसँग के च्याटमा कुरा गरेको थिएँ होला के तपाईँको फेसबुक देखाएको थिएँ होला अनि मैले आउने बित्तिकै चिनिहालेँ तपाईँको कोडले चिनिहाल्यो नि त त्यो होइन अब कोडै मलाई थाहा थिएन भने त मैले तपाईँलाई को हो उहाँ कस्तो हुनुहुन्छ तपाईँ हो अनि परिचय त्यस्तो कति लामो हुन्थ्यो तर कोड मलाई थाहा भएपछि थाहा भयो त्यसैले त्यसरी कोडवाला पनि मैले चाहिँ बुकहरू लेखेँ होइन अनि पछि चाहिँ हामीले फेरि शब्दको मात्रै पनि लेख्यौँ शब्द पुस्तक भनेर चाहिँ भनेको अब साहित्यमा रस हुन्छ भाव हुन्छ यो हुन्छ भने त्यति मात्रै नगएर त्यो त चाहियो होइन त्यो पक्रेन भने चाहिँ गोरेटो बिराएकी भन्ने हुन्छ त्यो गोरेटोमा रहेर चाहिँ अब हामीले चाहिँ बालबालिकाले यसरी सिक्दा रहेछन् न 5 वर्षको बालबालिकाले यसरी सिक्छन् भनेपछि त्यो स्टाइलले लेख्ने कि है त्यसरी चाहिँ ठ्याक्क अब 5 वर्षलाई लेख्दैछु म 5 ग्रेडलाई लेख्दैछु अथवा 2 ग्रेडलाई लेख्दैछु अथवा 2 वर्षलाई लेख्दैछु भनेपछि त्यो मेन्टालिटी चाहिँ आफूमा आउनु पर्यो कि त्यो मुस्कान त्यो निश्चलता होइन अनि त्यो सोच्ने उसले कति पढ्न सक्छ कतिवटा शब्द पढ्न सक्छ 2 वर्षले अब म यहाँ कतिपय स्कुलहरूमा पनि कतिपय सुझाव पनि दिन्छु म होइन राइम गाएर चाहिँ सजिलो हुन्छ पढाउन भन्ने कुरा ठिक हो स्टोरी टेलिङ चाहिँ चाहिन्छ नै स्टोरी टेलिङ चाहिँ अहिले अपरिहार्य हो म स्टोरी टेलर भएको नाताले पनि त्यो मैले अनुभव पनि गरेको छु कतिपय ठाउँमा प्रशिक्षण पनि गरेको छु हाम्रा कुरा कतिपय इन्टरनेसनलका स्टोरी टेलरहरू पनि एकदमै प्रभावित छन् कि यसोले यस्तो गरेर रहेछ यो चाहिँ मलाई पनि राम्रो लाग्यो
सक्यो भनिरहनु भएको छ होइन। अनि राइम गाउनुहुन्छ तर यति लामो गाइदिनुहुन्छ कि बालबालिकाको त्यति लामो सासै हुँदैन के, हिक्क हिक्क भइरहन्छ। त सर म्यामको हामी त ठुलो सास लामो हुन्छ, हेर्नु न म कति मजाले बोलिरहेको छु कति। अब बालबालिका हो भने एकछिन चकचक गर्ने अथवा एकछिन अड्किने होइन अथवा यताउता हेर्ने त्यसरी बोल्थ्यो नि त। अब हामी चाहिँ राइम शिक्षा भनेपछि त्यसको प्राविधिक कुरा नसोचिकन, बाल साहित्य भनेको प्राविधिक कुरा पनि हो कि, प्राविधिक कुरा नसोचिकन सुइँ गएको छ 8वटा 9वटा वर्डको चाहिँ एउटा लाइन बनाइदिएछ। अब त्यो बालबालिकालाई गाउनलाई गाह्रो, अनि गाह्रो भएपछि उनीहरूले गाउँदैनन्, नगाएपछि मिठो हुँदैन, मिठो भएपछि उनीहरूले सिक्दैनन् होइन। त्यसैले चाहिँ हामीले के गर्ने भने हामीले लेख्दाखेरि पनि ल 1 ग्रेडलाई लेख्दैछ हामी 6 वर्षलाई, 6 वर्षले उसले पढ्दै जाँदाखेरि 4देखि 5 शब्दपछि उसले पढ्न सक्दैन भने त्यहाँ ब्रेक गरौँ, त्यहाँ चाहिँ पूर्ण विराम लगाऊँ अनि अर्को सुरु गरौँ होइन। मैले तपाईँलाई देखाएको किताबहरू पनि त्यही छ ग्रेड वाइज होइन। अनि त्यसपछि उसलाई चाहिँ यति कुराहरू दियो भने चाहिँ ह्याप्पी हुन्छ, त्यसपछि चाहिँ उसलाई चाहिँ लादेको जस्तो हुन्छ, अब उसले सिक्दैन, त्यति त्योभन्दा बढी नदिउँ है। अनि 1 पेजमा चाहिँ कति लाइन दिने तपाईँलाई 4 वाक्य दिउँ, त्योभन्दा बढी भयो भने चाहिँ उसले चाहिँ किताब फेरि छोड्ला होइन। उसलाई चित्र दिउँ बरु, किन चित्रबाट ऊ चाहिँ धेरै मनोरञ्जन प्राप्त गर्छ अनि चित्र दिन थाल्ने। त्यसरी अलिकति बाल साहित्य चाहिँ प्राविधिक कुरा पनि म लेख्छु, आत्मसन्तुष्टिको लागि लेख्छु अथवा म बालबालिकालाई सिकाउनको लागि लेख्छु अथवा नैतिक शिक्षा दिनको लागि लेख्छु भनेर मात्रै हुँदैन। उसको मन कस्तो छ, उसको फिजिकल्ली कस्तो छ फेरि फरक फरक हुन्छ कि बालबालिका पनि। मैले एउटै टार्गेट ग्रुपलाई लेखेको बालबालिका जस्तो काठमाडौँको बालबालिका र बझाङको बालबालिका फरक छ कि। म चाहिँ देशको धेरै ठाउँहरूमा यसरी गएको छु कि कस्तो हुँदो रहेछ बालबालिकाको मनोविज्ञान। काठमाडौँमा मैले भेटेका बालबालिका, बझाङमा मैले भेटेको बालबालिका, कपिलवस्तुमा भेटेको बालबालिका र उत्तरमा बालबालिका, झापाको बालबालिका कस्तो हुन्छ त। मेची महाकाली कहिलेकाहीँ म यसो गइरहेको हुन्छु होइन, तपाईँले पनि देख्नुहुन्छ होला मेरो पोस्टरमा गइरहेको हुन्छु। अनि त्यहाँ चाहिँ कसरी बुझ्दा रहेछन् उनीहरूले, मैले यही लेखेको यो त मैले काठमाडौँको बालबालिकाले 1 ग्रेडलाई पढ्छ भने लेखेँ हो नि त, बझाङले पढ्छ कि पर्दैन भन्दा त्यसलाई गाह्रो छ कि। फर्स्ट अफ अल त किताबै भेट्न गाह्रो छ त्यहाँ होइन। तपाईँ छक्क लाग्छ होला, बझाङमा म गएको हेड सरहरूसँग कुरा गरिरहेको छु, हेड सरको स्कुलै बगाइसक्यो कि, त्यो पहिरोले लगाइसक्यो कि, तल बाढी आएछ होइन, अलिअलि नदीमा कोसी हो क्या, त्यो कोसी सेती हो, अनि कोसी त्यताबाट बग्ने होइन, त्यो चाहिँ सेती भन्छन्। अनि तल बाढी आएछ, माथिबाट यति कमजोर पहाड रहेछ कि माथि स्कुल त गइसक्यो कि होइन। अनि सर मेरो स्कुल त हेर्नु त त्यहाँबाट भत्किसक्यो। अब केटाकेटी बिहान आउँदा बाटो छ, बेलुका आउँदा छैन कि बाटो, केटाकेटीलाई कसरी बाटो देखाउने भन्ने पो हो सर भने। ल ठिक छ अब ट्रेनिङ गर्नु, मेरो ट्रेनिङले केही हुनेवाला छैन अहिले तपाईँलाई, यो पछि पनि गरौँला, ल त्यो बालबालिकालाई चाहिँ उद्धार गर्नु। अब हामी त्यतातिर लाग्नुपर्ने कि, त्यस्तो पनि स्कुलहरूमा म पुगेर आएँ कि होइन। अब हाम्रै कपिलवस्तुमा पनि त म ठ्याक्क मलाई ठाउँ चाहिँ थाहा भएन, त्यो बेला म सेभ द चिल्ड्रेनको कन्सल्टेन्स गर्थेँ 5-7 वर्ष अगाडि कुरा। कपिलवस्तुको म भित्र जङ्गलको एउटा गाउँमा गएको थिएँ। त्यहाँ चाहिँ स्कुल भनेको कस्तो थियो भने तिरपाल थियो तल ओछ्याएको होइन, अनि माथि चाहिँ सेउलाहरूले अलिअलि छाएको थियो। अनि त कक्षा पढाइरहेको थियो कि यहाँ एउटा 1 कक्षा, यहाँ 2 कक्षा, 3 कक्षा, 4 कक्षासम्म थियो कि। अनि 4वटा ग्रुप थियो कि, म गएपछि त त्यो एउटै ग्रुप भइहाल्यो। म स्टोरी भन्न थालेँ, अनि त्यो क्लास चाहिँ डिस्टर्ब भएको जस्तो भयो, 4 ग्रुप आएर स्टोरी सुन्न थालेँ। अनि सर कसरी पढाउनुहुन्छ त भने, अब एउटा म गएँ अनि यहाँ मैले 1 पढाएँ, त्यसपछि उसले चाहिँ 4 पढाउँ। तर 4 र 1 को म त्यो सिकाइ हेर्छु उस्तै छ कि, त्यो अङ्कुर भनेर उसलाई त आदि ग नै भन्न आउँदैन, 4 कक्षालाई पनि भन्न आउँदैन कि। भनेको भर्खर 1 कक्षाले चाहिँ आदि अक्षर फुटाउँदैछ, त्यो आदि अक्षर पढ्दैछ, त्यो 4 कक्षाको बालबालिकालाई आउँदैन कि। भनेको सिकाइ त उस्तै के, त्यो खालि तह मात्रै चढाएको 4 कक्षा 1 कक्षा भन्ने मात्रै छ, सिकाइ चाहिँ छैन। त्यस्तो स्कुलहरू पनि छ। त्यसैले चाहिँ यो बालबालिका चाहिँ फरक फरक दृष्टिकोणका अनि फरक फरक मनोविज्ञानका, फरक भूगोलमा फरक किसिमको सिकाइ हुने भएकोले चाहिँ हामी बाल साहित्य सर्जकहरूले चाहिँ अब ठुलोहरूलाई त ठुलो लेख्दा चाहिँ मलाई अलिक सजिलो लाग्छ कि। तपाईँको सृजनामा चाहिँ तपाईँले जति ट्राभल गर्नुहुन्छ, हजुर यात्रा गर्नुहुन्छ, यो कथा वाचनको लागि विभिन्न यो बाल साहित्यसँग रिलेटेड कुराहरूमा पनि, सो त्यसले तपाईँलाई धेरै फाइदा भइरहेछ। धेरै फाइदा हुन्छ नि, धेरै फाइदा हुन्छ। किनभने म त प्रत्यक्ष भेट्छु नि त त्यो बालबालिकालाई होइन। जस्तो मैले भर्खरै अब यो 81 सालको भर्खर आयो मेरो गाउँको कथा भन्ने, मैले टोटल जुम्लालाई हेरेर लेखेको छु कि, जुम्लाका बालबालिकाले कसरी सोध्छन्,
जुम्लामा कस्तो किसिमको संस्कार छ होइन, जस्तो नेपाली भाषा चाहिँ त्यहाँबाट सुरुवात भएको भनिन्छ, सिन्जाबाट। त्यो कुरा धेरै थाहा छैन। अनि विश्वको सबभन्दा अलग ठाउँमा फल्ने चाहिँ मार्सी चामल भनिन्छ, त्यो कुरा पनि हामीसम्म आइपुगेको छैन। बरु राणाहरूले चाहिँ त्यो बेला हुलाक राखेका थिए कि त्यो मार्सी चामल ल्याउनको लागि कट चाहिँ मार्सी चामल तिर्थे, त्यो मार्सी चामलको लागि चाहिँ हुलाक खडा गरेर त्यो हुलाक टु हुलाक काठमाडौँ आउँथ्यो कि। अब ती कुराहरू पनि हराउँदै गएका छन्, त्यहाँको गर्वहरू पनि हराउँदै गएका छन्, त्यहाँको राम्रा कुरा पनि हराउँदै गएका छन् होइन। अनि कस्तो रहेछ त भनेर त्यहाँ बालुलिकालाई भेटेपछि अनि त्यो बलिराजाले त्यो देउसिरी खेल्ने पनि त्यहीँबाट सुरु गरे भन्ने भन्छ होइन। त्यो मेरो गाउँ कथामा त्यो मैले सबै लेखेको छु कि। अनि पौराणिकता चाहिँ फरक छ, किराँतहरूले चाहिँ बलिहाङ राजाले ल्याए भन्छन् होइन, त्यो मैले त्यो पनि लेखेको छु। यता हिन्दूहरूले चाहिँ बलिराजाले ल्याए भन्छन्। अब त्यहाँ चाहिँ त्यहाँको बलिहाङ कत्याल भन्ने एक अरे बलिहाङ कत्यालले चाहिँ ल्याउनु भयो, कल्याल बलिहाङ कल्यालले चाहिँ त्यसको स्टोरी छ। जस्तो देवदासी भन्दो रहेछन् त्यहाँ होइन, देवदासी आयो भने चाहिँ यसरी दिनु। अनि युद्ध भारी छ, युद्ध बेला चाहिँ उनीहरूले चाहिँ कसले पठाएको, बलिराजाले पठाएको, त्यो बेलामा चाहिँ दान दक्षिणा लिएर त्यो युद्धलाई टार्नलाई, त्यस्तो रहेछ है कथा। त्योहरू सबै राखेर अनि त्यहाँ गिरिदह भन्ने पनि फरक कस्तो भने त्यहाँ त छोरी मान्छे त मान्छे होइन भन्छन् कि। अब अहिले अझ चेन्ज भयो होला, म गएको 4 वर्ष जति भयो होइन। अनि मैले उहाँबाट फर्किने बेला चाहिँ फेरि कसैले कस्तो मिठो दिने भने उहाँहरूले है। अब हामी प्लेनमा त जम्मा 15 किलो, अनि हाम्रो यसो सर हो बाल साहित्य लेख्ने मान्छे अलिकति भनेर 20 किलो बनाइदिएको थियो कि होइन। अब त्यहाँ कसैले मार्सी चामल, ओखर, सिमी यस्तो चाहिँ मजाले ल्याउने कि, यति उद्धार के जुम्लाको मान्छे। अनि म 15-20 दिन बसेर फर्किँदा मलाई धेरै कोसेली भयो। अनि मैले तपाईँलाई के फिर्ता गर्न सक्छु त? अनि मैले भनेर आएको थिएँ म तपाईँको लागि चाहिँ किताब लेख्छु भनेर आएको थिएँ कि। अनि मैले लेख्दै 4 वर्षपछि चाहिँ मेरो गाउँको कथा भने चाहिँ जुम्लामा समर्पण गरेर, अब पढ्नु पनि त सबैले छ, रमाइलो पनि छ त्यो होइन। 4 जना बालबालिका र 5औँ चाहिँ जुम्लै क्यारेक्टर राखेर बनाएको छु। त्यसरी चाहिँ म त्यो ठाउँमा जाँदाखेरि चाहिँ मलाई सजिलो भयो कि लेख्नलाई। जस्तो बलिहाङ मैले लेखेँ, म अब यता पूर्वतिर गएँ, धनकुटा सङ्खुवासभा यतातिर जाँदाखेरि एउटा किराँत साथीहरूलाई भेट्दाखेरि उनीहरूको मुन्दुममा भएको होइन, बलिहाङ भनेर लेख्न पाएँ। त्यो धेरै छ। त्यसरी मैले चाहिँ यो बालबालिकाले चाहिँ यो क्षेत्रले चाहिँ यसरी सिक्दो रहेछ, यस्तो भयो भने चाहिँ राम्रो हुन्छ, यो कुरा चाहिँ हाम्रो देशभरि आउनुपर्छ भन्ने मलाई लाग्नेपछि म लेख्छु कि। मेरो रातो भन्ने मैले लेखेँ। त्यो चाहिँ अब अछामतिर, त्यो अछाममा हामी जाँदाखेरि त्यहाँको बालबालिकाको त्यो तपाईँको कुरा सुन्नु भने तपाईँ छक्क पर्नुहुन्छ कि। हुन त अब कपिलवस्तुतिर पनि छ कतिपय होइन। त्यो जब पिरियड हुन्छ महिनावारी भन्छौँ नि हामी, नसुनी भन्छ कतिले होइन। अब त्यसको छुट्टै पीडा कि। अनि मैले चाहिँ माई रेड भन्ने एउटा किताब लेखेँ कि, मेरो रातो भन्ने, त्योसँग सम्बन्धित रहेर। त्यो चाहिँ इन्टरनेसनल बोर्ड अन बुक्स फर यङ पिपुल भन्ने चाहिँ बाल साहित्यकारहरूको ठुलो संस्था हो कि। त्यो चाहिँ इन्टरनेसनल जस्तो UN भने जस्तो हो, 82 राष्ट्रको छाता सङ्गठन हो। त्यसले नि अनर गरेको कि। त्यो चाहिँ ल यसो किताब चाहिँ राम्रो रहेछ भनेर हामीलाई मलेसिया बोलाएर अनर गरेको थियो त्यो। अनि NBBI भन्ने नेपालले सिफारिस गरेको थियो। त्यो पनि मलाई चाहिँ त्यो देखेर छोरी मान्छे लेख्नुपर्ने, लेख्नुहोस् न दिदीहरू भनेर मैले दिदीलाई नि भनेँ। लेख्दैछु भन्दा भन्दै होइन अब मै लेख्छु भनेर अनि मैले चाहिँ त्यो 2टा इङ्ग्लिसमा नेपाली लेखेँ। अब त्यो कस्तो राम्रो पढाइ भइरहेछ अहिले। त्यो भनेको म त भिजुअलाइज देखेपछि चाहिँ सजिलो नै हुन्छ कि लेख्नलाई। त्यहाँको वातावरण, त्यहाँको पात्र होइन, त्यहाँको संवाद त्यो हाल्न सजिलो हुन्छ। तपाईँको कथाहरूमा जुन तरिकाको बालबालिकाहरूको अन्तर्क्रिया हुन्छ अथवा जुन सिकाइ हुन्छ भनौँ न, त्यो चाहिँ तपाईँले किताब लेख्दाखेरि अहिले तपाईँलाई सुन्दाखेरि पनि चाहिँ बालबालिकालाई पढ्न कसरी रमाइलो हुन्छ र पढिसकेपछि उनीहरूले के सिक्छन् भन्ने कुरा एउटा साहित्य सर्जकको रूपमा तपाईँले नोटिस गरे जसरी नै यदि सबै विद्यालय जाने बालबालिकाहरूलाई चाहिँ यो उनीहरूले पढ्ने चिज बुझाएर पढ्ने एउटा कल्चर हाम्रो भइदिया भए, जुन अहिले अब सर्फेस लेभलमा भन्छौँ कि बालबालिकाहरूले चाहिँ हाम्रो समाजमा चाहिँ सर्जकहरू भएनन्, वैज्ञानिकहरू भएनन् अथवा कम छन् भन्ने कुराहरू जुन गरिन्छ हामीले, त्यसमा यो घोकेर पढ्नुपर्ने अवस्थाको कुराहरू र जहाँ चाहिँ तपाईँले कथा मार्फत तपाईँको आमाले तपाईँलाई सिकाउनु भयो होइन। बेलुका सुत्ने बेलामा कति अभिभावकहरूले आफ्नो हजुरबा हजुरआमाले बुवा आमाले बालबालिकाहरूलाई कथा सुनाउनुहुन्छ, त्यसको उनीहरूको सिकाइ उनीहरूको पुरै व्यक्तित्व निर्माणमा कति महत्त्वपूर्ण हुन्छ होइन। ती कुराहरू र घोकेर चाहिँ नपढाइकन म्याथलाई पनि बुझाएर पढाउन सकिन्छ, साइन्सलाई पनि बुझाएर पढाउन सकिन्छ। यो कुराहरूले यो कुराहरूको भनौँ न एउटा जुन लेभलमा हाम्रो समाजमा त्यसलाई बुझ्नुपर्ने हो, त्यो नबुझ्या देख्दाखेरि तपाईँलाई हो
तपाईँको एकदमै राम्रो कुरा हो यो होइन, एकदम गहिराइको कुरा छ। एक दुईजनाले मात्रै बुझेर पनि नहुने हुन त अहिले एकदमै अभियान आइरहेको छ यो कुरा स्कुलहरूमा पनि है। हामी चाहिँ के भन्छौँ भने 1 देखि 5 सम्म त तपाईँको त्यो पाठ्य पुस्तक भनेर राखिन्छ नि त्यो नै राखौँ भन्ने हाम्रो चाहिँ सोच हो। अब म एक्लैले भनेर अथवा 2-4जनाले भनेर यो हात त हटाएर केही गर्न सक्ने पनि छैन होला होइन, तर अब सुरुवात चाहिँ हुनुपर्छ भन्ने हाम्रो कुरा हो। तपाईँको कस्तो हुन्छ भने स्कुलमा जस्तो म्याथको कुरा गर्नुभयो, यो मलाई एउटा चुनौतीको रूपमा पनि आयो। कुनै शिक्षक शिक्षिकाले मलाई चाहिँ 2 या 3 क्लास पढाउँदै हुनुहुन्थ्यो, सर ठिक छ कथाले त नेपाली भाषा होला इङ्ग्लिस भाषा होला, तर म्याथ कसरी पढाउने साइन्स कसरी पढाउने होइन, मलाई त्यसरी भन्नुभयो कि। अनि त्यति धेरै छिट्टै चाहिँ हामी नभागौँ होइन। यो कुनै गाह्रो किन 50औं-60औं वर्ष हाम्रो गुरुकुलदेखि यो चल्दै आएको संस्कार संस्कृति चाहिँ कसरी पढाउँथ्यो त, त्यो बेला किताबै थिएन त, म्याथमा त जान्ने नै थियो त होइन। ज्योतिषहरू त म्याथैले त ज्योतिष बनिरहेको हुन्छ होइन। म्याथमा त झन् सहज हुन्छ नि कथा, म्याथलाई म्याथका प्रब्लम्सहरूलाई त्यो त मेरो विचारमा है मलाई चाहिँ त्यस्तो लाग्छ, मलाई सायद मेरो गुरुहरूले त्यसरी पढाउनु भयो होइन। म्याथ त झन् एउटा म त्यसमा कथा क्रिएट गर्न सकिन्छ जस्तो लाग्छ। सकिन्छ। अब मैले त्यही भएर अनि के गरेँ भने अब म म्याथ धेरै त बुझ्दिनँ म्याम होइन अथवा सर, मैले जति बुझ्छु त्यो चाहिँ म कथाबाट प्रस्तुत गर्छु, अर्को वर्ष हेर्नु होला भने मैले। अब त्यो त चुनौती लिएर आएँ, तर त्यो भएर नि मेरो किताबहरू चाहिँ धेरै हुन्छन् कि मलाई त त्यो चुनौतीको माथि चुनौती आउँछ कि अहिले पनि छ होइन। 2-4वटा चुनौती छ, त्यो लेखिदिनै पर्नेछ कि, त्यो लेख्नै पर्नेछ, मैले सोचिरहेको छु बनाइरहेको छु दिमागमा। अनि त्यसपछि मैले चाहिँ 12वटा कथा लेखेँ। 12वटाको एउटा सेट छ, खोजी प्रकाशन गृहबाट पब्लिस छ, म्याथ सिकाउने होइन। 1-2लाई चाहिँ तपाईँले त्यति दिनुभयो भने धेरै कुरा उसले चाहिँ कथाबाट बुझ्छ, उसले कथा पढ्छ अनि त्यसपछि म्याथ बुझ्छ। मैले चाहिँ कथामा पहिलो कुरा चाहिँ के हाल्छु भने बालबालिका कसरी आकर्षण हुन्छन् भन्ने कुरा चाहिँ सबभन्दा पहिलो कुरा हेर्छु म चाहिँ है। अब ठुलोको दृष्टिकोणबाट ठुलोले चाहिँ होइन यहाँ कथा भएन अथवा सिगाने बालबालिका, अब प्रोफेसरहरूले पनि मलाई त्यसरी भन्नुभएको छ कि सिगाने बालबालिका के कुरा गर्छ स्याहार भन्नुहुन्छ कि। अब त हामी चाहिँ सिगानै नफालिकन आइरहेको जस्तो त्यो उमेरै पार नगरे जस्तो होइन, त्यसो भन्नुहुन्छ कि। अनि उहाँ त्यो चाहिँ बडो चित्त दुख्छ। अब सर आफ्नो गुरुहरूले भन्नुहुँदाखेरि अब कसरी त्यहाँ डिफेन्स गर्ने, अनि होइन त्यो पार गर्दै आएको सर हामी, त्यसैले चाहिँ उहाँहरूलाई राम्रो बनाउन पायौँ भने चाहिँ बल्ल आएर तपाईँहरूले जस्तो सिगाने बालबालिका नभन्देलान् होइन। सिगाने बालबालिका भएर सबै आएका छन्, त्यसैले चाहिँ त्यो लेभल पार गरेकोलाई त्यो बालबालिका सिगाने बालबालिकालाई चाहिँ सफा कसरी हुने भन्ने कुरा चाहिँ हामीले त्यो बेलादेखि सिकायौँ भने अब हामी सफा सोच्छौँ भनेर यसरी म गुरुहरूसँग कुरा गरेर हुन्छ कि। अनि मैले चाहिँ जो बालबालिकाले चाहिँ एउटा किताब पढेपछि ल उसलाई चाहिँ किलोमिटर सेन्टिमिटर यो चाहिँ थाहा हुन्छ भनेर एउटा थिम बनाउँछु अनि त्यसको कथा बनाउँछु। कथा चाहिँ उसले स्टार्ट चाहिँ किन पढ्नु त पऱ्यो नि त, अनि मिठो नभएको त खाँदैन होइन। अनि मिठो बनाउनु पर्ने एउटा राम्रो स्टोरी बनायो, अनि त्यहाँ एलिमिटर हाल्यो, किलोमिटर यति हो सेन्टिमिटर यति हो होइन। यता नापको कुरा एउटा त्यो एउटा बिरालो क्यारेक्टर लियो, सुन्दा पनि कस्तो आहा कस्तो रमाइलो लागिरहेछ कि तपाईँले त्यो किलोमिटर सेन्टिमिटर भन्दा नि मैले नै फेरि त्यो हुन्छ नि एउटा बच्चाले कसरी बुझ्छ होला सिकेको जस्तो महसुस भयो कि। एउटा बिरालो क्यारेक्टर बनायो होइन। अनि उसले चाहिँ आफ्नो स्टोरी भनिरहेछ होइन। उसले चाहिँ मानौँ न अब पर एउटा जुन देख्यो, जुन त सेतो सेतो हुन्छ दिउँसो त, उसलाई त दुध खान मन लाग्यो। अनि डाँडामा चाहिँ अब जस्तो हामी पनि सूर्य चाहिँ डाँडामै छ छौँ नि छुन जाउँ न भन्ने हुन्थ्यो नि, त्यो मनोविज्ञान राखेर चाहिँ मैले चाहिँ अनि त्यो बिरालोलाई चाहिँ अनि स्टोरी बनाएँ कि। उसले चाहिँ ऊ चाहिँ एकदम म्याथमा क्युरियोसिटी राख्छ, उत्सुक राख्छ। अनि उसले चाहिँ इन्ची टेप्छ होइन, उसले गन्दैछ कि यो चाहिँ यति हो यो चाहिँ यति हो भनेर गन्दैछ उसले होइन। अनि त्यो भनेपछि त बालबालिकाले गन्यायो नि त, बिरालोले गन्याएन, ठ्याक्क बालबालिकाले थाहा हुन्छ कि। अनि त्यसो हुँदा हुँदै अनि उसले जुनलाई हेर्छ कि ल त्यो चाहिँ भनेपछि यो सेन्टिमिटर स्टाइलले चाहिँ त्यो चाहिँ 2 किलोमिटर पर होला, उसले अनुमान लाउँछ होइन। 2 किलोमिटर दौडेर पुगिहाल्छु नि म है। त्यसरी स्टोरी सुरु हुन्छ कि। अनि त्यो बिरालो पुग्छ कि पुग्दैन होला, त्यसले दुध खान पाउँछ कि पाउँदैन होला, अनि त्यो जुन हो भन्ने कुरोले थाहा पाउँछ कि पाउँदैन होला। अब बालबालिकालाई त्यो क्युरियोसिटी हुन्छ कि इन्डसम्म होइन। अनि त्यो थाहा पाउन उसले पढ्छ कि इन्डसम्म। अब उसले पढ्नुजेलसम्म चाहिँ बालबालिका त्यो कति किलोमिटर पार गर्यो, कति गहिराई छ, कति उचाइ छ, त्यो सबै कुरा हालेर स्टोरी भन्छ। भनेपछि त्यो स्टोरी दिइसकेपछि उसलाई नापमा केही गाह्रो भएन कि, नापको उसलाई थाहा भयो अनि म्याथ त सकिँदो रहेछ नि। एक्ज्याक्टली त्यस्तै मैले चाहिँ 10वटा चाहिँ ठ्याक्क मैले त्यो अब अङ्कको होइन अनि गणनाको 1 2 3 4 को यसरी चाहिँ 10वटा बनाएको छु। अनि 2टा चाहिँ उनीहरूले आफैले परीक्षा दिने बनाएको छु कि। मैले कति सिकेछु म जाँच्छु भनेर आफैले उसले जाँच्छ कि, 5वटा पढ्छ अनि एउटा जाँच्छ मैले चाहिँ यति सिकेछु, यो स्टोरी सिकेँ यो स्टोरी सिकेँ, उनी आफैले इक्जाम दिन्छ। त्यसरी चाहिँ 12वटाको सेट बनाएँ र अहिले त बजारमा राम्रोसँग बिक्री पनि भइरहेछ त्यो म्याथ सिकाउनलाई होइन।
तपाईँले अघि त्यो गुलाबको फुल त्यो पढ्नुभयो होइन अब त्यो चाहिँ कथा हो गुलाब फुल होइन गुलाब फुल एउटा त्यो चाहिँ परिचय प्रकाशनले त्यसमा विज्ञान पनि छ विज्ञान चाहिँ यति धेरै रहेछ कि त्यहाँ त्यो अहिले स्कुलमा पढाइ हुन्छ होइन त्यो मलाई त्यो कस्तो रमाइलो लागेको थियो कि त्यो एकछिन मैले पढेँ त्यसमा म हजुरले विज्ञानलाई यस्तो मिठो तरिकाले एक्सप्लेन गर्नुभएको त्यो फोटोसिन्थेसिसको चाहिँ हामी पढाउँछ होइन यति यो हो ऊ हो भनेर कक्षा पढाउँछ तर उसलाई एउटा स्टोरी पढ्न दिने र फेरि मेरो चाहिँ अनुरोध चाहिँ के रहन्छ भने कुनै पनि कुराको लत हुनु हुँदैन किताब पढ्ने पनि ब्याक टु ब्याक किताब पढ्ने लत हुनु हुँदैन कि मेरो परिवारमा पनि म बाबुनालाई त्यही भन्छु मेरो बाबुनानीमा अलिकति लत छ किताब पढ्ने होइन 9वटा बिदा भयो भनेपछि 10वटा किताबको लिस्ट बनाउँछ यदि चाहिँ पढ्नुपर्ने होइन अनि त्यो किताब किनेर ल्याइदिएपछि ऊ पढिरहेछ अनि पढेपछि मैले चाहिँ उनीहरूलाई के भन्छु भने यो वान एउटा बुक सिद्धाइसकेपछि चाहिँ तिमीले यसलाई चाहिँ रिभ्यू गर रिथिङ्क गर होइन मैले के पढेँ यो प्रकृतिमा छ कि छैन यो वातावरणमा छ कि छैन यो समाजमा छ कि छैन अथवा मैले के लागू गर्नुपर्छ तिमी 2 दिन चाहिँ चेन अफ त्यो बुक नपढ 2-3 दिन चाहिँ त्यसलाई चाहिँ बुद्धि बनाऊ त्यो किताब पढेर होइन मैले के सिकेँ होइन त्यो किनभने किताब मात्रै पढेर नि मान्छे जान्ने हुने होइन कि त्यो किताब पढिसकेपछि चाहिँ समाज र प्रकृतिसँग चाहिँ जोडिनुपर्छ कि हामी प्रकृति भएन समाज भएन भने त हामी मानवै सामाजिक भएन भने प्रकृति भएन भने त बात नै बाँध्दैनौँ नि त्यसैले चाहिँ त्यो पनि जोडिनुपर्छ कागजको किताब मात्रै पढेर हुँदैन त्यो किताबमा लेखिएको कुरा चाहिँ हामीले प्रकृति र समाजसँग आफूसँग जोड्नुपर्छ मैले त्यो चाहिँ ठ्याक्कै हजुरले भनेपछि मलाई याद आयो द बेयरफुट सर्जन भन्ने सन्दुक रुइतको बायोग्राफी हो त्यो मैले पढेको थिएँ त्यसमा चाहिँ सन्दुक रुइत आफ्नो बाल्यकालमा जब दार्जिलिङ जानुहुन्छ पढ्नको लागि उहाँको प्रिन्सिपलले उहाँलाई के सिकाउनुहुन्छ भने तिमी धेरै अध्ययन गर र जति अध्ययन गर्छौ त्यो याद गर र जति याद गर्छौ त्यसलाई बुझ र बुझेको कुरालाई जीवनमा लागू गर त्यो नै ज्ञान हो होइन अब अहिले त हामीले त जाँच पास गराउनलाई पढाइरहेछौँ त ज्ञान कसरी निर्माण हुन्छ त हाम्रो समाजमा त्यो भइरहेको हो नि त सो त्यो कस्तो मिठो त्यो कति मिठो थियो क्या त्यो प्रस्तुति क्या एकदमै राम्रो हामीले चाहिँ ज्ञान बनाउनै पर्छ कि जस्तो हामीले एउटा स्लोगन भन्ने गर्छ अहिले कलेजमा नि भन्ने गर्छ हामी साथी चाहिँ कलेज पढ्दाखेरि होइन अहिले हामीले चाहिँ कलेजमा नि एक किसिमको यस्तो माहौल होस् न भनेर कुराहरू गरिरहेको हुन्छौँ हामीको अहिले चाहिँ एउटा स्लोगन के छ भने दिनभरि घोक्ने हो परीक्षामा ठोक्ने हो होइन त्यति हो कि परीक्षा ठोकेपछि सक्यो कि होइन अङ्क आउँछ हामी फर्स्ट डिभिजनमा पास हुन्छ अथवा ग्रेड आउँछ सक्यो अन्ततोगत हामी फेरि ग्रेडमै अल्झिरहेछौँ कि भन्न चाहिँ हामी धेरै कुरा भन्छौँ भनौँ न के अरे महात्मा गान्धी चाहिँ 3rd डिभिजन पास गरेर त्यस्तो भयो अरे आइन्स्टाइन यस्तो मन्दबुद्धिका थिए अरे महाकवि लक्ष्मी देवकोटा चाहिँ खाली खुट्टा नै बनारस पुग्थे अरे यस्ता मान्छे ठुला भए यस्तो भनेर पढाउँ चाहिँ त्यो पढाउँछौँ तर अन्ततोगत फेरि हामीलाई ग्रेडै चाहियो कि है उनीको बालबालिका चाहिँ दोधारेपन छ कि ज्ञानको लागि पढिया छैन कि है अब त्यो चाहिँ कस्तो हुनु पर्यो भने अब मैले बनाएको दिमाग चाहिँ कस्तो हो भने हो कि नै मलाई थाहा छैन म यसो समाजमा हेर्छु बाल साहित्य लेख्ने बेलामा पनि समाजका ठुला मान्छेहरू भन्नुहुँदाहरूलाई नि हेर्नु पर्यो होइन अनि ज्ञानी भन्नुहुँदाहरूलाई नि हेर्नु पर्यो यस्तो हेर्छु अब विदेशको पनि म हेर्छु अब विदेशको मान्छे अन्तरिक्ष जाने भन्छन् होइन के अरे टेस्ला बनाएर उसले भन्छ फेसबुक बनाएर उसले भन्छ अनि त्यसमा हामी झुन्डिरहेछौँ त्यसमा हामी कर्मचारी बनिरहेछौँ होइन के भइरहेला ग्याप जस्तो लागिरहेछ भने मलाई हामी चाहिँ घोक्छौँ लोकसेवा पास गरेर एउटा कर्मचारी हुनको लागि अथवा गएर विदेशमा कसैको कम्पनीमा काम गर्नको लागि तयारी भन्छौँ हामी जागिर खानको लागि होइन तर रिसर्च गर्ने अनुसन्धान गर्ने नयाँ काम निकाल्ने सृजनात्मक कामहरू निकाल्ने चाहिँ अध्ययन गरेका मान्छेहरू हुँदो रहेछन् कि त्यसरी घोकेको मान्छे होइन कि प्रकृतिलाई बुझेको समाजलाई बुझेको होइन जस्तो क्यामेरा नआएको भए त हामी त यसरी खिच्नै सक्दैनथ्यौँ नि भनेको त्यो बनाउने चाहिँ मान्छे हामी कम हुँदो रहेछौँ कि यसो नेपाली त्यो सिम्पटम्स जस्तै अहिले हामीले हजुरले जुन कुरा गर्नुभयो त्यो चाहिँ एउटा हाम्रो वर्तमान अवस्थाले सृजना गरेको नतिजा हो त्यो यदि जुन तरिकाले शिक्षालाई जसरी तपाईँले अघि त्यो बताउनु भयो बिरालोले मेजरमेन्ट गरेको यदि बच्चामा त्यो क्युरियोसिटी एड गरेर पढाउन पाइयो भने त उसको ब्रेन त इन्भेस्टिगेटिङ हुन्छ नि त उसले त खोज्छ नि त नयाँ ज्ञान खोज्ने भयो नि त उसले त्यो ज्ञान खोजाइको कमी छ नि त अहिले हाम्रो एकदमै भनौँ न धेरै 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 प्र्याक्टिसेसहरूमा त्यसलाई चाहिँ
अबभ एभरेजको कुराहरू औसत भन्दा पनि माथि त्यही प्र्याक्टिस छ सायद त्यही भएर त हाम्रोमा चाहिँ यो सृजनशीलताको कमी भागी त्यस्तो लाग्छ। अब म त्यति ठुलो धेरै भन्न सक्ने अनुसन्धानदाता त होइन, तर म यस्तो पढ्छु किताबहरू, यस्तो हेर्छु समाजलाई होइन, यस्तो हेर्छु प्रकृतिलाई, हाम्रो प्रकृतिलाई हामीले कसरी लिइरहेको छौँ, हामीले कसरी सोचिरहेछौँ, हामीले कसरी बोलिरहेछौँ र व्यवहार कसरी गरिरहेछौँ। जस्तो मैले तपाईँलाई त्यो म्याथको सेट भने होइन, त्यो पढाउँदाखेरि कसरी पढाउनुहुन्छ होला सर म्यामहरूले अथवा बालबालिकाले कसरी लिन्छ होला। जस्तै मैले गुलाबको फुल भने त्यो साइन्स मात्रै नभए त्यहाँ चाहिँ अझ कस्तो कुरा रहेछ भने बालबालिका चाहिँ किशोर किशोरी भएपछि चाहिँ बाबा मम्मीसँग कसरी टाढिन खोज्दो रहेछन् है भन्ने कुरा पनि होइन। त्यो पनि त्यो सामाजिक भनेको एउटा किताबले चाहिँ हामी 5-6वटा दृष्टिकोणले पढाउन सक्ने रहेछौँ कि। त्यसलाई अङ्ग्रेजी भाषामा, त्यसलाई नेपाली भाषामा, त्यसलाई चाहिँ सामाजिकमा, त्यसलाई चाहिँ भूगोलमा, त्यसलाई चाहिँ विज्ञानमा, त्यसलाई चाहिँ म्याथमा त्यसरी पढाउन सकिन्छ। हामी त कति दन्त्य कथा लोक कथा भएको समाज हो नि, तर यो कथाको चलन चाहिँ यो एजुकेसन कसैलाई ज्ञान दिने बेलामा पनि यो भनौँ न शिक्षा दिने बेलामा पनि त्यसको इम्प्लिमेन्टेसन्समा चाहिँ म्याक्सिमाइजेसन चाहिँ हुनुपर्ने रहेछ। जहाँ पनि म हेर्छु होइन, डक्टरहरूले पनि अस्ति काभ्रेमा डक्टर भाइहरूसँग त्यहाँ बस्दाखेरि उनले भन्थे कि यसो दाइ म त उहिलेदेखि कसैले बनाइदिएको पेसामा डक्टर भएर गएँ, अनि फेसबुकमा हाल्दा पनि मसँग केही हुँदैन, पेसेन्टसँग यसो कुरा गरेको अथवा तिम्रो रोग चाहिँ यसरी निको हुन्छ भनेर हाल्न पाउँछु। तर तपाईँहरूको त सृजना देख्छु कि ब्याक टु ब्याक दिनका दिन नयाँ नयाँ कुराहरू आइरहेको हुन्छ होइन। तपाईँको म हेर्छु, इन्टरभ्यू हेर्छु, तपाईँको फेसबुक पनि हेर्छु, टिकटक पनि हेर्छु, तपाईँहरूको क्रिएटिभिटी कस्तो राम्रो पेसा बनाउनु भयो दाइ तपाईँहरूले। अब तपाईँहरूको यस्तो भइदियोस् कि तपाईँहरूको पदचापलाई पछ्याएर अरूले पनि पेसा बनाउन सकोस्। अब त्यो मेरो पनि चाहना छ। मेरो चाहिँ अन्तत्वगतताको लक्ष्य चाहिँ के हो भने सक्सेस सक्दिन थाहा छैन, तर मेरो लास्टको लक्ष्य चाहिँ के हो भने कुनै बालबालिकालाई चाहिँ तिमी के भन्छौ भनेर सोद्धाखेरि चाहिँ म बाल साहित्य सर्जक बन्छु भनेर हात उठाइदियोस् के भनेको त्यतिसम्मको यो चाहिँ गर्न सकिन्छ होइन भन्ने मेरो चाहना हो। अब त्यो चाहिँ एउटा हाइपोथेटिकल जस्तो पनि हो, त्यति होला कि नहोला, किन अहिले त के भन्छु भन्दा डक्टर बन्छु, इन्जिनियर बन्छु, वकिल बन्छु मात्रै हो नि त, के हो थाहा छैन बालबालिका। हरेक पेसालाई पनि डक्टर बन्दाखेरि पनि, इन्जिनियर बन्दाखेरि पनि, साहित्यकार बन्दाखेरि पनि, जे बने पनि एउटा इनोभेसन आविष्कार, एउटा नयाँ चलन, नयाँ चिज, नयाँ त्यो भनौँ न नयाँ मार्ग दिन सक्नु, त्यो हो नि त वास्तविक ज्ञान भनेको। त्यो चाहिँ सर्जक के मैले भनेको सर्जक हरेक क्षेत्रका सर्जकहरूको सर्जक चाहिँ हुनु पर्यो। अरूको हिँडेको बाटो मात्रै हिँड्ने होइन कि त्यसलाई चाहिँ नयाँ के गर्न सकिन्छ कि भन्ने किसिमले सोच्न सकोस्। मार्ग प्रशस्त गर्नको लागि चाहिँ जुन बच्चाहरूले चाहिँ एउटा ज्ञान प्राप्त गर्दाखेरि उनीहरूमा अलिकति उत्सुकता हुनु पर्यो, उनीहरूलाई पढाइ बोझ लाग्नु भएन। अहिले हामी एकदम डिस्कसन गरिरहेको हुन्छ। अरू त कस्तो भयो भने अहिले एकदम तरलता देख्छु कि म शिक्षामा पनि मैले थाहा पाएको अनुभवका दृष्टिकोणले। अब शिक्षाविदहरूले आफ्नो किसिमले भन्नुहुन्छ होइन, त्यही कुराहरू बुझेर चाहिँ मलाई कस्तो लाग्छ भने जस्तो कक्षामा सिसी क्यामेरा छ भनेर प्रचारमा आइरहेको म स्कुलहरू देख्छु कि, अनि बिचरा त्यो सिसी क्यामेरा किन राख्नुपर्ने, ऊ त चोर पनि होइन, ठग पनि होइन, जेलमा बस्या पनि होइन बालबालिका, अनि किन चाहिँ सिसी क्यामेराले उसलाई चाहिँ हेरिरहनु पर्यो हरेक टाइम। उसलाई त के हो भने अब 2जना नानी आएर मलाई भन्नुभयो, ती नानी पढ्नुहुन्थ्यो 6 कक्षामा है, अब उहाँले के गर्नुभएछ भने सिसी क्यामेरालाई हाई गर्नुभएछ होइन। अब हाई त उसले फर्काएन सिसी क्यामेराले, अब दिमागमा के रह्यो भने ला सिसी क्यामेरा उसले हाई भने त्यो कुरा त सर म्यामले त हेरिरहनु भएको छ, अब कहाँबाट मेरो मार्क्स काट्छ, किन म त अनुशासनहीन भएँ नि त होइन। सिसी क्यामेरालाई त नभन्नु पर्थ्यो, मैले अब भनिहालेँ, त्यो क्युरियोसिटी उत्सुकतामा उसले भनिहाल्यो, अनि मलाई आएर भन्नुभयो कि ला त्यसले त्यसो गर्दा मेरो मार्क्स त काट्छै काट्दैन, हेर्नु न डर कहाँ छ हुन्छ, त्यो कक्षामा राख्नुपर्छ पर्दैन सिसी क्यामेरा, त्यो मैले के त्यो सोचेको कुरा कि होइन। अनि तर प्रचारमा चाहिँ आइरहेको छ कक्षामा सिसी क्यामेरा भएको हामीहरूसँग होइन, त्यस्तो इन्फ्रास्ट्रक्चरको चाहिँ भवन छ भन्ने पनि प्रचारमा आइरहेको छ। हामी कस्तो सेपको बालबालिका भनेको बट्टाभित्र एउटा बालबालिकालाई राखिदियो। मैले त्यो ताप्लेजुङको सायद न्युज पढाएको थिएँ, त्यो एकमुखे रुद्राक्ष बनाउनको लागि चाहिँ त्यो जब फुलबाट ठुलो हुन्छ नि रुद्राक्ष, अनि त्यहाँबाट एकमुखेवाला लगाइदिने अरे कि सेप त्यो होइन। अनि ठुलो हुँदा त ऊ कहीँ जान पाउँदैन नि त, एकमुखे भएर निक्लिन्छ कि होइन, त्यस्तो पढाएको थिएँ कि मैले न्युजमा। अब हामी बालबालिकाले के गर्छौँ भने भर्खर फक्रिन लागेको हुन्छ, अनि उसलाई एकमुखी बनाउँछौँ भन्ने दृष्टिकोणले होला होइन, अनि त्यो ख्याप्पा हामीले बट्टामा हालिदिन्छ कि, अनि त्यो बट्टाभन्दा बाहिर चाहिँ हाम्रो बालबालिका गएनन्, सृजनशीलता नै छैन कि, बन्द भयो नि, एउटा सेपको बनाइदिनु थाल्यो कि। अनि गिलो माटो हो, यसलाई चाहिँ हामी कुमारेली जस्तो एउटा यस्तो बनाइदिन्छौँ, उसलाई त स्वतन्त्रता नै दिएन, कसरी फुल्छ नै हामीले देख्न पाएन कि अहिलेसम्म
होइन जस्तो मलाई पनि त एउटा बट्टामा राख्न खोज्नु भयो नि त सरहरूले होइन यही स्टुडेन्ट नलेख त काम छैन नआइज होइन तँलाई हामी लाइब्रेरीको सदस्य बनाउँदैनौँ यसरी चाहिँ मलाई एउटा बट्टामा राख्न खोज्नु भयो नि त अब त्यो के भएर म चाहिँ अब एउटा बालसाथी लेख्ने होइन यो एकदम एकदम महत्त्वपूर्ण कुरा हो जस्तै हरेक अभिभावकले यदि आफूले पढाइरहेको स्कुलमा भनौँ न आफ्नो बालबच्चा पढाइरहेको स्कुलमा हाम्रो कक्षा कोठामा सीसीटीभी छ भन्ने कुरा छ भने त्यहाँ एउटा के प्रश्न अथवा यसले बच्चाहरूलाई कस्तो फिल भइरहेको छ उसको एक्सप्रेसन्सहरूमा उसको एक्सप्रेसिभ सिचुएसन्समा कस्तो इम्प्याक्ट भएर गर्ने प्रश्न चाहिँ गर्नुपर्ने रहेछ मलाई त्यो लाग्यो अब मलाई थाहा छैन यो मैले खालि प्राउडको म्याटर मात्र होइन त्यो अब 6 क्लासमा पढ्ने बच्चा भनेको त अलिकति ठुलो हो नि त टिनेजमा प्रवेश गर्न लागेको अथवा टिनेजमा भएको अब उसको आफ्नो प्राइभेसीको कुराहरू त एउटा व्यक्ति हो नि त कुनै आमा बुबाको छोराछोरी पनि हो विद्यार्थी पनि हो तर ऊ स्वतन्त्र एउटा मान्छे पनि त हो उसको स्वतन्त्रताको रक्षा गर्नु पर्दैन यो हामीले गणतन्त्र र लोकतन्त्रको कुरा गरिरहेको बेला त्यो पर्यो नि त मलाई त्यो मेरो एउटा मुद्दाको कुरा हो मलाई थाहा छैन यसको म चाहिँ सोच्छु है म चाहिँ सोच्छु मेरो छोरा पढ्ने स्कुलमा हुन त छैन होला तर म यो कन्सर्न चाहिँ राख्छु अब किन उसलाई कस्तो फिल भइरहेछ भने त मेरो आज बुवा त मेरो कर्तव्य हो नि त मैले त बुझ्नु पर्यो नि त बाबु तिमीलाई कस्तो लागिरहेछ हैन नानु तिमीलाई कस्तो लागिरहेछ तिम्रो कक्षा कोठामा चाहिँ सीसीटीभी भएको उनीहरुलाई सोध्नु त पर्यो अब यस्तै धेरै उदाहरणहरु छन् हैन अब यो चाहिँ मुद्दा उठाउने मात्रै हो मैले चाहिँ मैले भने नि म त त्यस्तो विज्ञ त होइन तर मलाई लागेको कुरा मैले अध्ययन गर्दाखेरि एक किसिमको अध्ययन गर्ने मान्छे त हो नि हामी त्यो अनुभव अपराधको वातावरण हुने ठाउँ होइन नि त विद्यालय भनेको त त्यही त शिक्षक हुन्छन् शिक्षिका हुन्छन् प्राध्यापक हुनुहुन्छ प्रिन्सिपल हुनुहुन्छ डिआई होला डिसिप्लिन इन्चार्जहरु होला त्यहाँ त चाहिदैन नि त सीसीटीभी त अब कस्तो जस्तो लाग्छ है मलाई हजुरले भने जस्तो म पनि यसमा विज्ञता छैन हामी तर एउटा हाम्रो मुद्दा उठ्छ यस्ता तर विद्यार्थीको स्वतन्त्रताको कुरो चाहिँ हो अब हजुरले एउटा त्यहाँ शब्द हुने डिआई भन्नु नि अझ मलाई त डिआई पनि के लाग्छ नि त्यो डिसिप्लिन इन्चार्ज पनि चाहिन्छ र स्कुलमा जस्तो कि स्कुल भनेको त यस्तो ठाउँ हो कि त्यहाँ त विद्वान है शिक्षक शिक्षक भने त विद्वान हो नि त पढाएर लेखेर अनुशासित भएर राम्रा मान्छे आउने ठाउँ हो नि त अनि त्यहाँ अपराधिक मानसिकता कति शिक्षकहरूको न्युज पनि आइरहेको हुन्छ होइन यस्तो गरे रे गलत छुवाई गरे रे यस्तो गरे रे भनिन्छ त्यो चाहिँ खास शिक्षक होइनन् के त्यो चाहिँ कसरी दानव र देउता हामी चिनाउँदाखेरि चाहिँ हामीले भनौँ न दानव भनेको चाहिँ महिषासुर हो देउता भनेको शिव हो भनेर चिनाएर छ नि अब म चाहिँ चिनाउँदा कसो गर्छु नि मलाई यसो हेर्दाखेरि हेर्दा मलाई देउता जस्तो लाग्दैन भन्छु कि बालबालिका होइन तपाईँ त मान्छे हो ठिक छ म मान्छे हो अब मैले तिमीलाई एकदम रिसाएर हेरेँ होइन एक चढेर हिर्काएँ अब तिमीलाई के लाग्छ होइन त्यसपछि त मान्छेभन्दा फरक भयो नि त हो त्यो चाहिँ हो दानव भएँ कि म अब एक चढ अब आएँ रिसाएर हेरेँ एक चढेर हिर्काएँ तिमीलाई मैले भनेको त म दानव भएँ नि त अब त्यहाँनिर तिमीलाई त तिमी बिना कारण तिमीले कुटा खायो बिना कारण तिमीलाई चाहिँ मैले टर्चर दिएँ आँखा पनि ठुल्ठुलो बनाएर हेरेँ त्यसको आवश्यकै थिएन अब तिमीलाई मैले मजाले मुस्कान विद्याको मन्दिरमा दानव हुन पाएँ हो मैले चाहिँ भन्न खोजेको अनि त्यहाँ चाहिँ शिक्षक भएर गएपछि चाहिँ दानवीकरण चाहिँ हटाउनु पर्यो कि आफूलाई शिक्षक चाहिँ त्यस्तो लेभल त्यही भएर म भन्छु नि त शिक्षक त त्यस्तो लेभल हो जसले चाहिँ हामीलाई उज्यालो मार्ग दिन्छ कि शिक्षक शिक्षिका कति मिठो कुरा गर्नु सुरुवातमा शिक्षक र किसानलाई चाहिँ हामीले एकदम धन्यवाद दिनुपर्छ कि है म चाहिँ हरेक दिन खाँदाखेरि जस्तो मलाई झन् अझ हरेक पेसा आफैमा महत्त्वपूर्ण छ सबैलाई हामी सम्मान गर्छौँ तर हरेक दिन खाँदाखेरि चाहिँ किसानलाई कम्ती धन्यवाद भनौँ र कहीँ हामीले हिँड्दाखेरि के कुरा गर्दा शिक्षकलाई चाहिँ धन्यवाद भनेर मनमा नै भयो नि धन्यवाद भनौँ भन्छु कि म चाहिँ खाने बेला पनि त्यो धन्यवाद त किसानलाई किन्छु नि होला मैले त किसानको कविताहरू पनि लेखेको फर्स्ट मेरो कविता किसानको थियो कि किसानको भाँचीको हलो भन्ने शीर्षकको थियो होइन मलाई के लाग्थ्यो भने किसान मेरो आमाले नफलाइदिने भएदेखि अब बाबाले चाहिँ खासै किसान नगर्ने होइन अब सानोतिनो कामहरू गर्ने जागिर थियो नि फेरि हाम्रोमा त पुरुषत्व र महिला त अलिकति फरक छ नि त होइन अनि कम गर्ने तर आमाले त म मेहनत गरेर देख्थेँ नि त होइन त्यो मेहनत त म पनि मेहनत गर्न जान्थेँ अनि मेरो हातमा उठेको ठेला फुटेपछि त्यो चर्चराउँदाखेरि कति गाह्रो हुन्थ्यो होइन अनि पसिना पुस्दै अनि त्यसपछि ल अब त इक्जाम आइसक्यो भनौँ न हामी त अब तपाईँको घाँस लिएर आएर घाँस बिसाउनु पाएन इक्जामको टाइम हुन्छ 11 बजे हतार खाना खाएर चाहिँ 11 बजी इक्जाममा पुग्ने मान्छे हो नि त भनेको ओहो
त्यो गर्दाखेरि बाख्रा पाल्दाखेरि अनि पैसा आउँछ, पैसा आएपछि मैले फी तिर्न पाउँछु होइन। अनि यदि मसँग बाख्रा नपालेको भए अथवा 2 कट्ठा जमिनमा मैले चाहिँ त्यसरी अन्न उत्पादन नगरे भए त मैले खानै पाउँदैन थिएँ, मेरो फी तिर्न पाउँदैन थियो भनेपछि त मलाई त्यहाँदेखि किसानको कस्तो भने यदि मसँग भनौँ न 10 कट्ठा जति जग्गा यदि हुन्थ्यो भने म सायद फेरि यो पेसातिर आउँदैन थिएँ होला कि म किसानी गरेर बस्थेँ होला। मैले ट्राई पनि गरेँ हो, 10 कट्ठा नभए पनि थोरै ठाउँमा पनि ट्राई गरेँ हो, तर असाध्यै गाह्रो भयो। किन धेरै जग्गा हामी सुकुम्बासी टोलमा हुर्केका केटाकेटीहरू थोरै जग्गा अनि त्यो खान पनि नपुग्ने केही गर्न नपुग्ने के, अनि त्यो बेसाउनु पर्ने भन्ने हुन्छ नि त। किन्नै पर्यो, किन्नु परेपछि त अनि पैसा चाहिएपछि त ला पुग्दैन भन्ने भयो। अनि हामीले पछि बङ्गुर पालन पनि गऱ्यौँ, किसानी चाहिँ गर्नुपर्छ भनेर। बङ्गुर पालन पनि धेरै नै घाटा भयो। त्यहाँदेखि चाहिँ ओहो सकिँदैन रहेछ भन्ने भएर मेरो पेसा चाहिँ लेखनी नै हो भनेर हामी चाहिँ यतातिर आएको हो। नभए चाहिँ सायद म त्यो एकदमै किसान गर्ने चाहिँ मेरो रहर के, सानोदेखि म गर्थेँ नै, हलो पनि जोत्थेँ, खेत पनि खन्थेँ, अहिले घर जाँदा पनि गर्छु म है। किसानलाई गाह्रो नहुने उपाय पनि त पत्ता त लगाउनु पर्यो हो। अनि त्यहाँनिर हो कि सृजनाको कुरा चाहिँ, त्यहाँनिर हो कि हाम्रो राजनीतिज्ञहरूले पनि, हाम्रो लिडर जो हुनुहुन्छ उहाँहरूले पनि, हाम्रा राजनीतिज्ञहरू पनि त यही समाजका सदस्य हुन् होइन। होइन हामीले चाहिँ कस्तो नि सृजनाले कसैलाई काम गराउने होइन कि त्यो यस्तो क्रिएटिभिटी लाउनु पर्यो कि किसानले चाहिँ किसानले उत्पादन गर्यो त्यसको जिम्मा चाहिँ सरकारले लिन्छ। अनि तिमी उत्पादन गर्ने काम मात्रै गरेर बिचरा अब किसानलाई चाहिँ उत्पादन पनि गर, अनि त्यो मेहनत पनि गर, उत्पादन भएको बजारमा लगेर बेच पनि, बेचेर नाफा घाटा नि आफै सौ होइन, सबै कुरा किसानमाथि आइपुग्यो कि। त्यही भएर किसान चाहिँ दुखी भयो होला जस्तो लाग्छ मलाई। उसको काम चाहिँ किन उत्पादन गर्ने। अस्ति एउटा भिडियो मैले हेरेको थिएँ कि हजुरले यो हुन त हामी अलिकति प्रसङ्ग बाहिर गयो, तर रिलेटिभ नै कुरा हो, क्रिएसनको कुरा हो। जस्तै एकजना महिलाले चाहिँ आफ्नो भिडियोमा भन्नुहुन्छ कुखुरा पालन गर्ने बेलामा सुरुमा चल्ला महँगो, अनि त्यो हुर्काउने बेलामा दाना महँगो, अनि त्यसपछि कहिलेकाहीँ रोग आएर सबै मारिदिने कुनै अब त्यसमा होला केही इन्सुरेन्सेसहरूको आई डोन्ट नो, त्यो पनि थाहा छ, त्यो त्यसमा मलाई डिटेलमा आइडिया भएन। तर अनि ठ्याक्कै बेच्ने बेलामा भाउ पुरै सस्तो भयो। अनि त्यो कसरी बिचारा उनीहरूले प्रोत्साहन, खै त उनीहरूको सेफ्टी छैन, उनीहरूको लगानीको सुनिश्चितता, यो कुराहरूमा पनि त अलिकति क्रिएटिभ तरिकाले यदि हाम्रा राजनीतिज्ञहरूमा पनि उनीहरू बालबच्चा हुँदाखेरि उनीहरूलाई पनि एउटा सल्युसन, एउटा समाधान पत्ता लगाउने बनाएर हुर्काएको भए सायद हाम्रो अहिले समाज धेरै कुराहरू समाधान भइसक्थ्यो। त्यही भएर म चाहिँ मेरो किताबहरू हेर्नुभयो भने जस्तो मैले नोटको बोर्ड लेखेको छु होइन, त्यो नोटको बोर्डमा चाहिँ पेवा गर्ने, कुखुरा पाल्ने त्यस्तो छ क्या। त्यो पढेर चाहिँ उदयपुरको एकजना बालकले चाहिँ अहिले 2टा उसको चाहिँ ब्राह्मण परिवार, ब्राह्मणमा अब बाजे बोजेले चाहिँ कुखुरा नखाने नछुने भन्ने हुँदो रहेछ। अनि मेरो किताबमा चाहिँ कुखुरा पेवा छ, अनि कुखुरा पेवा पाल्छु मम्मी भन्नुभएछ होइन। अनि उहाँको बुवा मम्मी चाहिँ शिक्षक शिक्षिका हुनुहुन्छ, उहाँलाई गाह्रो, बुवा मम्मीलाई भनौँ उहाँले कराउनुहुन्छ, उहाँको पनि रेस्पेक्ट राख्नु पऱ्यो, यता बालबालिका पनि रेस्पेक्ट राख्नु पऱ्यो, उहाँहरू बिचमा पर्नु हो। अनि बाबु हजुरबाले त गाली गर्नुहुन्छ कुखुरा पाल्यो भने, त्यसैले कुखुरा नपाल, बरु अरू केही गरेर त्यसो बाख्रा पाल्नु नि त होइन। उसले निकालेको त्यो दिमाग हेर्नु न होइन। अनि ठिक छ ल एउटा बाख्रा पाल्नु भनेर अनि आफ्नो पेवा चाहिँ बाख्रा पालिरहेको छ कि त्यो बाबुले। अहिले पाठापाठी भएको छ के भन्नुहुन्थ्यो उहाँले भने, त्यो किताब पढेर इन्सपायर भयो, उहाँले लेख्नु भएको छ उहाँको मम्मीले कि त्यसरी, शिक्षिका हुनुहुन्छ उहाँको मम्मी। अनि अझ मैले कुखुरा पाठशाला भनेर लेखेको छु कि त्यो चाहिँ के, अनि पाठशाला भन्ने कुरा चाहिँ खालि गएर क ख घोक्नुपर्ने अथवा A+B को A²+2B² हुनुपर्ने मात्रै होइन कि। त्यहाँ चाहिँ उसलाई चाहिँ तयार गरौँ बालबालिकालाई चाहिँ होइन। कसैलाई चाहिँ कुखुरा पालनको होला, कसैलाई चाहिँ फलफुलको होला होइन, कसैले खेतीपाती गर्ने होला, कसैले चाहिँ त्यसको मेजरमेन्ट गर्ने एकाउन्टेन्ट बन्ने होला होइन। त्यहाँ एउटा सानो सप पनि खोलिदिउँ है। अनि त्यो सपमा चाहिँ उसलाई विभिन्न कोही व्यापारी बन्ने होला, त्यहाँबाट प्र्याक्टिस होस् के है। अनि नेता पनि बनाइदिउँ। त्यहाँ राजनीति गर्नुपर्छ, मान्छेले राजनीति नगर्ने आई हेट राजनीति यसरी भन्छन् कि। म चाहिँ आई लभ राजनीति भनेर जानुपर्छ कि, राजनीति नभइकन हुँदैन कि बनाउने नै राजनीति होइन। अनि त्यसैले त्यहाँ एउटा लिडर पनि बनाइदिउँ। उनीहरूको आफ्नो आफ्नो क्षेत्रमा देखिन्छ कि ए ऊ चाहिँ किसान बन्न लागेको छ है, ए ऊ चाहिँ लिडर बन्न लागेको छ है, ए ऊ चाहिँ अब एकाउन्टेन्ट बन्न लागेको छ, ए ऊ चाहिँ व्यापारी बन्न लागेको छ। स्कुलबाट देखिन्छ त्यो आफैमा उनीहरूको स्वतस्फूर्त विकास हुँदै जाने कुराहरू सर देखिन्छ भने उहाँको प्रतिभा। अनि त्यसपछि ए बाबु ल तिमीले चाहिँ किसान गर्यो भने राम्रो हुने रहेछ, तिमीलाई चाहिँ हामी यस्तो सुझाव दिन्छौँ भनेर उसलाई एक किसिमको मैले त्यो कुखुरा पाठशालामा त्यसरी नै बनाएको छु कि अलिकति त्यो स्टोरी हो। 2-3 ग्रेडलाई पढ्न सक्छ भनेर कुखुरा पाठशाला निकालेको। म त त्यता पनि लेख्छु कि किसानहरूको लागि कसरी किसानी गर्ने। जस्तो यो सानो छारी भन्ने एउटा मेरो च्याप्टर बुक हो, अध्याय पुस्तक हो।
त्यसमा चाहिँ कसरी अहिले हामी चाहिँ सेपरेट भइरहेछौँ परिवार बाजे बोजूसँग छुटेर बाजे बोजू चाहिँ अब धेरै जस्तो कतिपय त अहिले आइरहेछ नि त बुवा आमालाई चाहिँ वृद्धावस्थामा राख्ने भन्ने यस्तो पनि आइरहेछ होइन त्यो भयो अनि कसरी चाहिँ नातिनातिनीहरू चाहिँ त्यो बाजे बोजूसँग हुर्क्यो भने चाहिँ राम्रो हुँदो रहेछ उसले कसरी स्टोरी सुन्न पाउने र त्यो स्टोरी कसरी जीवनमा लागू गर्दो रहेछ अनि एउटा आफू हुर्किँदा देखेको उसको रुखसँगको पनि कतिको माया हुँदछ बालबालिकालाई होइन जस्तो हुन्छ नि एउटा खसी हामीले पनि भोगेको कुरा हो आफूले पाल्दै आछ अब बा मम्मीले हामीलाई नसोधिकन बेच्दियो भने चाहिँ कति रुन मन लाग्छ कि कति माया हुन्छ नि त्योसँग होइन उसँग खेलेको अनि त्यो एउटा सानो विषय एउटा रुखसँग आँपको रुखसँग एउटा नानीको एट्याचमेन्टलाई लिएर मैले सानो छाया लेखेको कि अनि रुखहरू हामीलाई किन चाहिँदो रहेछ रुख मान्छेले भन्छ नि रुख काट्नु हुँदैन भने चाहिँ रुख काट्नु पनि पर्छ कि होइन अब हुन त रुखको आफ्नो फेरि मनोविज्ञान हुँदो रहेछ रुखले चाहिँ आफैले क्यामेराले खिचे जस्तो हरेक मौसमहरू खिचेर राख्दो रहेछ होइन अनि तर उसको पनि एउटा टाइम आउँछ कि हामी मर्ने जस्तै ऊ पनि मर्छ कि त्यो बेलासम्म मरेपछि नि राखिरहने हो कि होइन त अब राखिरहनु पनि ठाउँ छ कि छैन त त्यो पनि हामीले के मानव हो नि त हामी त्यो सिर्जनासम्म लाउनुपर्छ भनेर मैले सानो लेखेको छु कि कस्तो हुँदो रहेछ नि हामीले त्योतिर चाहिँ ख्यालै गरे हुँदैन कि अथवा मैले नजाने हो एउटा रुख सुकिसकेपछि बेचिहाल्नुपर्छ भन्ने नि होइन कि सुकिसकेपछि प्रकृतिले के गर्दो रहेछ भने त्यहाँ चाहिँ किरा पार्दो रहेछ कि अन्त किरा चराले खान पाउँदो रहेछ कि चराको लागि उसले प्रकृतिले रेडी गरिदिएको हो त्यो होइन अनि खोलानालामा चाहिँ रुखहरू ढल्या हुँदो रहेछ अनि खोलानाला ढल्या भने हामी हटाइदिन्छ त्यो होइन रहेछ कि त्यहाँ त खोलानालामा चाहिँ त्यस्ता किसिमको चराहरू आएर त्यही रुखमा बस्दो रहेछ अनि त्यहाँबाट चाहिँ उसले माछा देख्दो रहेछ नि डाइभ हानेर माछा खाएर त्यहाँ आएर बस्दो रहेछ कि त्यो ठाउँ भएन त चरा त लोप हुने भयो नि त उसको पनि त एउटा अधिकार हामीले सुरक्षित राख्नु पर्यो एउटा आँपको बोटको आफ्नै अधिकार छ कि होइन अनि जस्तो फेरि काट्दै नकाट्ने जङ्गलै बनाएर राख्ने भन्ने पनि होइन उसको टाइम भएपछि चाहिँ उसले हामीलाई कतिको असर गरिरहेछ उसको टाइम अब कस्तो छ त्यो बेला चाहिँ काटेर बेच्ने होइन बेचेपछि पैसा आउँछ राखेर त्यत्तिकै त हुँदैन नि त होइन कुहाएर पनि अब तपाईँको 10वटा चाहिन्छ भने 20वटा कुहाएर राखेर पनि त भएन है भनेको हो त्यो सिर्जना चाहिँ बालबालिकामा हुनु पर्यो अब त्यो बालबालिकामा भइसकेपछि के हुन्छ भने अब आउने नेतृत्व चाहिँ ती बालबालिकाले गर्छन् र हाम्रो देश चाहिँ राम्रो हुन्छ भन्ने मेरो चाहिँ योजना मैले मेरो गाउँ कथा जुम्लामा पनि त्यही लेखेको छु कि त्यो जुम्ला भन्ने बाबु चाहिँ प्रधानमन्त्री बन्न चाहन्छ खास चाहिँ है किनभने उसलाई सहर आउन मन छैन उसलाई चाहिँ सबै सहर जाने भने त अनि गाउँ त के हुन्छ त अब त्यो होइन अब जस्तो त्यहाँ उसकै त्यहाँ चाहिँ बाडा भन्दा रहेछन् कि त्यो धेरै लाइनै मिलेर बनेको घरलाई चाहिँ उसको बाडै भत्किसक्यो कि एउटा मान्छे सहर गयो त्यो घर भत्किसक्यो अर्को मान्छे बेसी झऱ्यो त्यो घर भत्किसक्यो अनि बुढी आमा चाहिँ एउटा कुरेर बसिआयो त्यो ठाउँलाई होइन अनि ऊ पनि कुरेर बसिरहेको छ कि त्यो बुढी आमासँग जान्छ कि अनि उसले भन्छ कि सहरिया हुने होइन कि हाम्रो गाउँमै आउँछ त सहर त भनेको काठमाडौँ पनि त पहिला एउटा गाउँ थियो नि त बोल दिल्ली बजारै काठ भनिन्थ्यो होइन असल मात्रै सहर भन्थ्यो अहिले त कति ठुलो भयो नि त सहर भनेपछि सहर चाहिँ गाउँमा लिएर आउँ र गाउँको सेपलाई नबिगारौँ हाम्रा कुराहरूलाई नबिगारौँ त्यस्तो एउटा नेतृत्व चाहिन्छ त्यसैले चाहिँ त्यो म भन्छु पछि गएर प्रधानमन्त्री बन्छु र बनाउँछु भनेर ऊ चाहिँ त्यसमा मेहनत गरिरहेको छ कि त्यो बच्चा चाहिँ त्यो उसको फिलिङ्स त्यो अलिअलि हालेर मैले मेरो गाउँको कथामा चाहिँ अनि उसले सहरका त्यो घुम्न जानेहरूलाई नि भन्छ कि त्यो किशोर किशोरी घुम्न गएको हुन्छ तपाईँहरूले पनि त्यतातिर सोच्नुहोस् दिदी कसैको जागिर खान्छु होइन अथवा म चाहिँ भोलि सानो त्यो पास गरेर चाहिँ म यसमा जागिरमा झुन्डिन्छु भन्दाखेरि पनि हामी अलिक पास हुने ऊ चाहिँ 8 कक्षामा नि 2 चोटि फेल हुन्छ कि जान्ने छ केटा एकदमै जान्ने छ ट्यालेन्ट छ है उसले हरेक गाउँका सहयोग पनि गर्छ तर ऊ फेल हुन्छ कि कक्षामा त उसले रिग्रेट गर्दैन फेल भयो भनेर किनभने म फेल भने त सर म्यामले मलाई धेरै दिनु भएन होला अङ्क म फेल भएँ तर मलाई त थाहा छ नि त एउटा हजुरबाले चाहिँ केही समस्या पऱ्यो नि मलाई सम्झाउनुहुन्छ किन सम्झाउनुहुन्छ नि यसले चाहिँ यसको समाधान गरिदिन्छ त्यो पास हुने 9, 10 को लागि खै सम्झिनुहुन्न है त्यसैले चाहिँ गर्दाखेरि म चाहिँ यस्तो अब्बल मान्छे बन्नुपर्छ कि धेरै जान्ने बन्नुपर्छ अनि सबैलाई समेटेर चाहिँ मैले लान सक्ने भने एउटा प्रधानमन्त्री बन्नुपर्छ भनेर उसले सोच्छ कि त्यसरी लेखेर चाहिँ मैले मेरो गाउँको कथा भन्ने थोरै त्यो अब मैले जति भन्यो त्यो फेरि धेरै सुनिएला उसका कुराहरू फिलिङ्सहरू त्यसरी हालेर त्यसरी सुन्दा पनि त्यो पढौँ लाग्ने त्यो तपाईँलाई सबैभन्दा फर्स्टमा मैले अस्ति पनि सामान्य एउटा अन्तर्क्रियामा भनेको थिएँ तपाईँलाई पहिला त हामी सबैले विशेष गरी मैले चाहिँ म धेरै धेरै धन्यवाद भन्न चाहन्छु किनभने तपाईँले सबैले बालबालिकालाई चाहिँ बालबालिकाहरू भनेका भविष्यका कर्णधार हुन् भन्छन् तपाईँले चाहिँ साँच्चीकै बालबालिकालाई कर्णधार बनाउन काम गरिराख्नु भएको छ त्यसको लागि तपाईँलाई विशेष धन्यवाद र तपाईँका पुस्तकहरू सम्पूर्ण बालबालिकाले पढ्न पाउन् मेरो अभिभावकहरूलाई विनम्र अनुरोध एउटा क्रिएटिभ एउटा आफ्नो बालबालिकाहरूमा चाहिँ क्रिएटिभिटी मर्न नदिनुहोस् एउटा सृजनशीलता
सबैभन्दा ठुलो सिकाइ हो, सिकाइको प्रोसेस हो होइन। जबसम्म ऊ सृजनशील हुन्छ, जबसम्म त्यो जुन 8 क्लासको विद्यार्थी फेल भए पनि उसलाई दुःख छैन भन्नु, त्यो यति पावरफुल स्टेटमेन्ट हो त्यो तपाईँले दिनुभएको होइन। त्यो सोचको लागि तपाईँलाई धन्यवाद र तपाईँको यो समयको लागि विशेष धन्यवाद। र एकदमै मिठो कुराकानी भयो, तपाईँसित सुनिराखौँ जस्तो लागिरहेछ मलाई। तर समयको उसलाई पनि विचार गरेर फेरि तपाईँसँग भेट्ने बाचा गर्दै आजलाई चाहिँ यो टुङ्ग्याउँ र तपाईँको कन्ट्रिब्युसन्सको लागि फेरि पनि धन्यवाद। र मेरो एकदमै भनौँ न अहिलेसम्म यो भिडियो यहाँसम्म हेर्नुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद। र फेरि पनि मेरो रिक्वेस्ट, तपाईँलाई यो कार्यक्रम कस्तो लाग्यो, यो आजको पोडकास्ट कस्तो लाग्यो, आफ्नो प्रतिक्रिया दिनुहोला। प्रतिक्रिया निकै कम आइरहेको छ। आई थिङ्क हामी नयाँ भएर पनि त्यति ठुलो मासमा पुगिरहेको छैनौँ, तर हामी कन्सटेन्टली त्यो एफोर्ट लगाइरहेको छौँ। फेरि पनि धन्यवाद दिँदै लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नु होला। थ्याङ्क यू भेरी मच वन्स अगेन। मेरो तर्फबाट पनि हेरिरहनु हुने सबैजना धेरै धेरै धन्यवाद, नमस्कार पनि। कति कुराहरू गरियो होइन, मलाई त कुरा गर्न लागेपछि त के हुन्छ नि कापु पनि भइरहेको हुन्छ कि त्यो मेरो किताबहरू पनि धेरै भइरहेको होला कि मलाई यस्तो लेख्नु छ यस्तो होइन। प्लिज अझै धेरै लेख्नुहोस् है, अझै धेरै लेख्नुहोस्। मेरो त्यो च्यालेन्जहरू छ, मैले च्यालेन्ज फिल गरिरहेको कुराहरू छ, त्यो कुरा लेख्छु। र यसरी सुनिदिनु भयो अनि तपाईँले पनि फेरि बोलाइदिनु भयो होइन। हेरिरहने सुनिरहने सबै दर्शक, शिक्षक शिक्षिका, अभिभावक, बालबालिका सबैजनालाई धेरै धेरै धन्यवाद। मेरो तर्फबाट नमस्कार। र मलाई बोलाइदिनु भएकोमा हजुरको पोडकास्टको लागि धेरै धन्यवाद र यसको सफलताको कामना गर्छु म। थ्याङ्क यू हजुर। हस्, धेरै धन्यवाद।